नमस्ते अनि शुभरात्रि। यो अनन्त र विशाल ब्रह्माण्डको गहिराइलाई एकछिन महसुस गरौँ। जब हामी रातको आकाशमा देखिने ती अरबौँ ताराहरू र यो सम्पूर्ण ब्रह्माण्डको बारेमा सोच्छौँ, तब हामीलाई आभास हुन्छ कि यो विशालताको अगाडि हामी र हाम्रा समस्याहरू कति साना र सामान्य छन्। हामी यो अनन्त अस्तित्वको एउटा सानो धुलोको कण जस्तै मात्र हौँ। त्यसैले आजका सबै चिन्ता, अहङ्कार र भारहरूलाई यो ब्रह्माण्डको शून्यतामा विसर्जन गरिदिनुहोस्। कृपया अब आफ्नो शरीरलाई ओछ्यानमा एउटा विशाल आकाशमा तैरिरहेको सानो तारा जस्तै पूर्ण रूपमा स्वतन्त्र र भारमुक्त छोडिदिनुहोस्। यो लामो भिडियोमा प्रस्तुत गरिएका यी गहिरा कथाहरू तपाईँको लागि एउटा दिव्य मार्ग बन्नेछन्, जसले तपाईँलाई यो भौतिक संसारबाट टाढा, गहिरो र अटुट निन्द्राको अनन्त यात्रामा लैजानेछन्। तपाईँको मन जति यो विशालतामा समाहित हुन्छ, तपाईँको अस्तित्व त्यति नै हल्का र शान्त हुँदै जानेछ। अब आफूलाई यो शून्यतामा सुम्पिनुहोस् र यी कथाहरूसँगै मिठो र शान्त सपनाको संसारमा हराउनुहोस्। आजका यी धेरै कथाहरूमध्ये अब पहिलो कथा सुरु हुन्छ। आजको पहिलो कथा यस प्रकार छ। धेरै पहिलेको कुरा हो। आनन्दवन नामक एक बिहारमा साँझ ढल्किसकेर गहिरो रात परिसकेको थियो। दिनभरिको कोलाहल पूर्ण रूपमा शान्त भइसकेको थियो। बाहिर जङ्गलमा झ्याउकिरीको एकनासको लय मात्र सुनिन्थ्यो, जसले रातको त्यो विशाल शून्यतालाई अझ गहिरो बनाइरहेको थियो। तर बिहारको एउटा सानो कोठीमा भने अझै सङ्घर्ष चलिरहेको थियो। युवा शिष्य सिद्धार्थ आफ्नो कोठाको ओछ्यानमा पल्टिएर जबरजस्ती निदाउने कोसिस गरिरहेका थिए। उनले आफ्ना आँखाका ढकनीहरूलाई एकदमै कसिलो गरी बन्द गरेका थिए। उनी यता पल्टिन्थे, उता पल्टिन्थे र आफ्नो दिमागलाई बारम्बार कठोर आदेश दिइरहेका थिए, सुत, छिटो सुत, भोलि बिहानै उठ्नु छ। तर सिद्धार्थले जति धेरै सुत्ने बल गर्थे, निन्द्रा त्यति नै टाढा भाग्दै गइरहेको थियो। उनको शरीर ओछ्यानमा पल्टिएको भए पनि उनको मन एउटा अदृश्य र थकाउने युद्ध लडिरहेको थियो। निराश र थकित भएर सिद्धार्थ जुरुक्क उठे र तालुमा हात राखेर एउटा लामो सास फेरे। ठिक त्यही बेला ढोकाको कापबाट एउटा मधुरो उज्यालो भित्र पस्यो। शान्तिका प्रतिमूर्ति, निन्द्रा र शरीरको विज्ञानलाई गहिरोसँग बुझेका सिद्ध गुरु भिक्षुशील हातमा एउटा सानो घिउको बत्ती बोकेर भित्र प्रवेश गर्नुभयो। उहाँको अनुहारमा असीम करुणा र स्थिरता थियो। उहाँको उपस्थितिले मात्रै पनि कोठीको अशान्त हावा एक्कासी रोकिए जस्तो भयो। के भयो सिद्धार्थ? भिक्षुशीलले अत्यन्तै कोमल र सुस्त स्वरमा भन्नुभयो। सिद्धार्थले हात जोड्दै मधुरो स्वरमा भने, गुरुदेव, मलाई निन्द्रै परेन। मैले सुत्नका लागि आफ्नो सम्पूर्ण बल लगाएँ, आँखा चिम्लिएर ध्यान केन्द्रित गर्न खोजेँ, तर मेरो दिमाग शान्त नै हुँदैन। हेर्नुहोस् न, म किन आफ्नो निन्द्रालाई नियन्त्रण गर्न सकिरहेको छैन के? भिक्षुशील हल्का मुस्कुराउनु भयो। उहाँले त्यो मधुरो बत्तीलाई एउटा कुनामा राख्नुभयो र सिद्धार्थको ओछ्यान नजिकै भुइँमा पलेटी कसेर बस्नुभयो। समस्या त्यही छ वत्स, गुरुले सम्झाउन थाल्नुभयो। तिमीले निन्द्रालाई एउटा मेसिनको स्विच जस्तो सोच्यौ, जसलाई ओछ्यानमा पल्टिन साथ तुरुन्तै बन्द गर्न सकियोस्। तर निन्द्रा कुनै स्विच यन्त्र होइन सिद्धार्थ। न त यो कुनै यस्तो घटना हो जसलाई तिमीले आफ्नो इच्छाअनुसार जबरजस्ती ल्याउन सक। निन्द्रा त एउटा अत्यन्तै सुस्त र प्राकृतिक अवतरण हो। हामी मानिसहरू निदाउनको लागि ओछ्यानमा गएर कडा सङ्घर्ष गर्छौँ, तर हामी यो गहिरो सत्यलाई बिर्सिन्छौँ कि निन्द्रा रातको सङ्घर्षले होइन, दिनभरि र विशेष गरी साँझपख गरिएका साना अदृश्य बानीहरूले तय गर्छ। तिमीले दिनभरि आफ्नो शरीर र मनलाई जे सिकायौ, रातमा निन्द्रा ठ्याक्कै त्यही बाटो भएर आउँछ। आफ्ना आँखाहरूलाई अब जबरजस्ती बन्द नगर सिद्धार्थ। निदाउने यो व्यर्थको सङ्घर्षलाई यहीँ छोडिदेऊ, तर शरीरलाई पूर्ण रूपमा खोकुलो बनाऊ है। आज म तिमीलाई 8वटा नयाँ र यस्ता अदृश्य अनि शान्त बानीहरूबारे बताउँछु, जसले निन्द्रालाई कुनै युद्ध होइन, एउटा अत्यन्तै सहज र प्राकृतिक यात्रा बनाइदिन्छन्। आफ्नो मनलाई
पूर्ण रूपमा खुल्ला राख र शान्तिको यो बाटोमा सँगसँगै हिँड। भिक्षु सिलले आफ्नो कोमल र गहिरो स्वरलाई कुटीको शान्त हावामा बिस्तारै बग्न दिनुभयो। सिद्धार्थ, सहज निन्द्राको पहिलो र सबैभन्दा बलियो जग भनेको आफ्नो साँझलाई एकनासको र अनुमान योग्य बनाउनु हो। हेर सिद्धार्थ, हाम्रो मन एउटा अत्यन्तै चनाखो पहरेदार जस्तै हो। यसको मुख्य काम भनेको तिमीलाई बाहिरी संसारका अनिश्चितता र खतराहरूबाट बचाउनु हो। यदि तिम्रो हरेक साँझ फरक फरक हुन्छ, कुनै दिन तिमी ढिलोसम्म बाहिर होहल्लामा हुन्छौ, कुनै दिन अचानक नयाँ काम सुरु गर्छौ, वा हरेक रात सुत्नु अघिका तिम्रा गतिविधिहरू बदलिरहन्छन् भने तिम्रो अवचेतन मन कहिल्यै पनि शान्त हुन सक्दैन। नयाँ र अप्रत्याशित कुराहरू भइरहँदा दिमागले अब के हुन्छ भनेर निरन्तर चारिरहन्छ र सतर्क भएको दिमागले कहिल्यै पनि निन्द्रालाई भित्र पस्ने अनुमति दिँदैन। त्यसैले रात ढल्दै जाँदा एउटा परिचित लय निर्माण गर। हरेक साँझ केही निश्चित, शान्त र उही गतिविधिहरू मात्र दोहोऱ्याउने बानी बसाल। जस्तै सूर्य अस्ताएपछि सधैँ एउटै समयमा हातमुख धुने, एउटा शान्त कुनामा बसेर केही बेर मौन रहने, मधुरो उज्यालोमा कुनै गहिरो तर सरल किताबका केही पान्नाहरू पढ्ने वा तातो पानीको घुटको पिउने। यी साना र सामान्य लाग्ने कामहरूलाई हरेक दिन एउटै क्रममा बिना कुनै हतार गरी। जब तिमीले हरेक साँझ एउटै ढाँचा दोहोऱ्याउँछौ नि सिद्धार्थ, तिम्रो दिमागले बिस्तारै त्यो लयलाई चिन्न थाल्छ। एकनासको र अनुमान गर्न सकिने बानीले तिम्रो भित्री सतर्कतालाई बिस्तारै घटाउँदै लैजान्छ। दिमागले बुझ्छ यहाँ कुनै नयाँ कुरा छैन, कुनै आश्चर्य वा खतरा छैन, सबै कुरा सुरक्षित र परिचित नै छ। अनि उसले आफ्नो पहरेदारी गर्न छोड्छ र सुरक्षा कवच फुकालिदिन्छ। याद राख सिद्धार्थ, हाम्रो मनलाई अचम्म वा रोमाञ्चक लाग्ने कुराहरूले होइन, बरु शान्त र परिचित कुराहरूले मात्र गहिरो विश्राम दिन्छन्। जब रातको समय तिम्रो मनको लागि एकदमै परिचित र एकनासको महसुस हुन्छ, तब निन्द्रालाई बोलाइराख्नु पर्दैन। त्यो एउटा पुरानो मिल्ने साथी जस्तै बिना कुनै सङ्घर्ष एकदमै सहज रूपमा आफै तिम्रो सिरानीमा आइपुग्छ। भिक्षुशीलको अनुहारमा अझै गहिरो शान्ति छाइरहेकै थियो। सिद्धार्थ ओछ्यानमा शान्त भएर प्रत्येक शब्दलाई आफ्नो हृदयमा उतार्दै सुनिरहेका थिए। सिद्धार्थ, अब सहज निन्द्राको दोस्रो र अत्यन्तै महत्त्वपूर्ण बानीतर्फ ध्यान दिउँ। रातिको समयमा नयाँ सूचना लिन बन्द गर्ने। हेर सिद्धार्थ, हाम्रो मस्तिष्क एउटा निरन्तर चलिरहने जाँतो जस्तै हो। तिमीले यसमा जे हाल्छौ यसले त्यसैलाई पिस्न थाल्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा त सुत्नु अघिका अन्तिम क्षणहरूमा तिम्रो दिमागले जे कुरा ग्रहण गर्छ, रातभरिको विश्राममा पनि यसले त्यही कुरालाई मात्र प्रशोधन गरिरहन्छ। मानिसहरू धेरैजसो ओछ्यानमा पल्टिएर पनि नयाँ नयाँ सूचना, दिनभरिका समाचार वा भोलिको कामको विवरण लिइरहेका हुन्छन्। उनीहरूलाई लाग्छ कि आँखाहरू बन्द गरेपछि दिमाग पनि आफै सुत्छ। तर मनको नियम फरक छ नि सिद्धार्थ। सुत्ने बेलामा नयाँ कुरा सिक्ने वा धेरै सूचना लिने बानीले तिम्रो मस्तिष्कको स्मरण प्रणालीलाई पूर्ण रूपमा सक्रिय बनाइदिन्छ। जब तिमीले राति ढिलो कुनै नयाँ ज्ञान वा नयाँ सूचना लिन्छौ भने तिम्रो दिमागलाई लाग्छ, ओहो यो त महत्त्वपूर्ण कुरा हो, मैले यसलाई सुरक्षित राख्नुपर्छ। अनि तिमी आँखा चिम्लिएर सुतेको प्रयास त गर्छौ, तर तिम्रो भित्री मन भने त्यो नयाँ ज्ञानलाई वर्गीकरण गर्ने, पुराना यादहरूसँग जोड्ने र मिलाएर राख्ने काममा व्यस्त हुन्छ। एउटा व्यस्त र काम गरिरहेको यन्त्रले कसरी विश्राम लिन सक्छ र? त्यसैले सिद्धार्थ, सुत्नुभन्दा कम्तीमा 1 वा 2 घन्टा अगाडि नै आफ्नो दिमागको ढोका बन्द गरिदेऊ। बाहिरी संसारका कुनै पनि नयाँ सूचना, तनावपूर्ण समाचार वा उत्तेजक ज्ञानलाई भित्र पस्न नदेऊ। रातिको समय भनेको नयाँ कुरा सिक्ने होइन, दिनभरि सिकेका कुराहरूलाई बिसाउने समय हो। दिमागलाई एकदमै कम र शान्त खुराक मात्र देऊ। जब तिमीले बाहिरी सूचनाको प्रवाहलाई पूर्ण रूपमा रोक्छौ, तब मात्र तिम्रो दिमागले आफ्नो काम बन्द गर्ने र गहिरो विश्राममा जाने अनुमति पाउँछ। एउटा रित्तो र सूचनाविहीन मन नै निन्द्राको सबैभन्दा सुरक्षित ओछ्यान हो। भिक्षुशीलले कुटीको सानो काठको झ्यालबाट भित्र पस्दै गरेको रातको चिसो सिरेटोलाई गहिरो साससँगै भित्र तान्नुभयो। बाहिरको शीतल हावाले
कुटीको मधुरो बत्तीलाई हल्का हल्लायो। सिद्धार्थ अब सहज निन्द्राको तेस्रो र एउटा अत्यन्तै प्राकृतिक बानीलाई बुझ। त्यो हो सुत्ने बेलामा आफ्नो शरीरलाई हल्का चिसोपनको महसुस गराउने। हेर सिद्धार्थ, हामी मानिसहरू प्रकृतिको अंश हौँ। जब सूर्य अस्ताउँछ यो सिङ्गो पृथ्वीको तापक्रम बिस्तारै घट्न थाल्छ। दिनभरिको राप र ताप शान्त हुँदै जान्छ। हाम्रो शरीरको भित्री घडीले पनि निन्द्राको यो तयारी गर्नको लागि ठ्याक्कै यही प्रकृतिको चिसोपनलाई पर्खिरहेको हुन्छ। तापक्रम घट्नु भनेको शरीरको लागि अब रात पर्यो, विश्राम सुरु गर भन्ने सबैभन्दा पुरानो र भरपर्दो जैविक सङ्केत हो। तर धेरैजसो हामी सुत्ने बेलामा धेरै न्यानोपन खोज्छौँ, कोठालाई एकदमै तातो बनाउँछौँ वा बाक्लो र गरुङ्गो सिरकले आफूलाई कसिदिएर गुम्साउँछौँ। हामीलाई लाग्छ कि धेरै न्यानो हुँदा शरीरले आराम पाउँछ र निन्द्रा छिटो आउँछ। तर प्रकृतिको नियम ठ्याक्कै उल्टो छ। जब तिम्रो शरीरको तापक्रम बढ्छ वा ओछ्यान धेरै तातो हुन्छ, तिम्रो दिमाग अलमलमा पर्छ। दिमागलाई लाग्छ तापक्रम घटेको छैन, सायद अझै दिनकै समय हो, मैले सक्रिय नै रहनुपर्छ। धेरै गर्मीले तिम्रो स्नायु प्रणालीलाई चनाको मोडमा नै अड्काइदिन्छ। साँचो र गहिरो निन्द्रामा प्रवेश गर्नका लागि शरीरले आफ्नो भित्री तापक्रम कम्तीमा 1 वा 2 डिग्रीले घटाउनै पर्ने हुन्छ। जसरी एउटा तातो यन्त्रलाई पूर्ण रूपमा बन्द गरेपछि त्यो बिस्तारै आफै चिसिन थाल्छ, त्यसरी नै तिम्रो शरीर पनि दिनभरिको दौडधुपले तातेको हुन्छ। ओछ्यानमा जानु अघि मुख धुँदा प्रयोग गरिने शीतल पानी होस् वा खुला झ्यालबाट आउने रातको शान्त हावा, यी सबैले त्यो भित्री यन्त्रलाई चिस्याउने काम गर्छन्। त्यसैले सुत्नुभन्दा अगाडि आफ्नो शरीरलाई रातको त्यो हल्का र कोमल चिसो हावाको स्पर्श गर्न देऊ। सुत्ने कोठाको वातावरण दिउँसोको भन्दा थोरै चिसो र शान्त राख्ने प्रयास गर। यो हल्का चिसोपनले तिम्रो शरीरको मेटाबोलिक सतर्कतालाई बिस्तारै सुस्त बनाइदिन्छ। मुटुको ढुकढुकी शान्त हुन्छ र रगतको प्रवाहको गति ढिलो पर्छ। न्यानोपनको मोहलाई एकैछिन थाती राखेर रातको यो शीतल स्पर्शलाई आफ्नो छालामा बग्न देऊ। जब शरीरले यो प्राकृतिक चिसोपनलाई स्वीकार्छ, तब शरीरले दिमागलाई एउटा शान्त सन्देश पठाउँछ। अब दिनको राप सकियो, विश्रामको समय सुरु भयो। अनि तिमीले सुत्ने कुनै बल नै गर्नु पर्दैन। त्यो कोमल चिसोपनले नै तिमीलाई बिस्तारै निन्द्राको गहिराईमा ओराल्नेछ। भिक्षुशीलले कुटीको कुनामा बलिरहेको त्यो सानो मधुरो घिउको बत्तीतर्फ इसारा गर्नुभयो। बत्तीको पहेँलो उज्यालोले कुटीको आधा भागलाई मात्र कोमल उज्यालो दिएको थियो। बाँकी भाग एउटा शान्त र सुरक्षित अँध्यारोमा डुबेको थियो। सिद्धार्थ, अब सहज निन्द्राको चौथो अदृश्य बानीलाई ध्यान दिएर सुन। त्यो हो रातिको प्रकाशलाई मधुरो र पूर्ण रूपमा स्थिर राख्ने। हेर सिद्धार्थ, हाम्रो मस्तिष्क लाखौँ वर्षदेखि सूर्यको प्रकाशसँगै हुर्किएको छ। उज्यालोको अर्थ हो दिन, काम, सक्रियता र जीवनको सङ्घर्ष। अनि जब घाम अस्ताउँछ, बिस्तारै छाउँदै जाने प्राकृतिक अँध्यारोले हाम्रो दिमागको भित्री ग्रन्थीलाई अब निन्द्राको रसायन उत्पादन गर भनेर आदेश दिन्छ। तर हामी धेरैजसो के गर्छौँ थाहा छ? रात परिसकेपछि हामी अचानक कोठाको सबैभन्दा चकिलो बत्ती बाल्छौँ, आँखा झिमिक झिमिक गर्ने प्रकाशमा बस्छौँ वा अनुहारमै उज्यालो फ्याँक्ने यन्त्रहरू हेर्छौँ। अचानक आउने चहकिलो प्रकाश वा तलमाथि भइरहने उज्यालोले तिम्रो भित्री जैविक घडीलाई नराम्ररी अलमल्लमा पारिदिन्छ। सिद्धार्थ, तिमी ओछ्यानमा पल्टिएर सुत्न त खोजिरहेका हुन्छौ, तर त्यो चहकिलो उज्यालो देखेर दिमागलाई लाग्छ, ओहो अझै दिनकै समय पो रहेछ, मैले त जाग्नुपर्छ। अनि त्यसले तिम्रो सतर्कताको चक्रलाई फेरि शून्यबाट सुरु गरिदिन्छ। उज्यालोमा सुत्ने प्रयास गर्नु भनेको दिउँसोको चर्को घाममा ताराहरू खोज्नु जस्तै व्यर्थ हो। यो सानो बत्तीलाई हेर त, यसको प्रकाश कति मधुरो, न्यानो र स्थिर छ। यसले तिम्रो आँखालाई पोल्दैन, बरु शान्तिको सुसिलिहाल्छ। सुत्नुभन्दा केही घन्टा अगाडिदेखि नै आफ्नो वरपरको उज्यालोलाई यसरी नै मधुरो र स्थिर बनाउन सिक सिद्धार्थ। अचानक बत्ती निभाउने र बाल्ने काम बन्द गर। प्रकाशलाई बिस्तारै घट्न देऊ, ठ्याक्कै त्यसरी नै जसरी साँझपख सूर्य बिस्तारै अस्ताउँछ। स्थिर र मधुरो उज्यालोले शरीरको प्राकृतिक लयलाई सुरक्षित राख्छ। जब साँझ परेपछि तिम्रो वरपरको प्रकाश एकनासले मधुरो हुँदै जान्छ, दिमागले बिना कुनै अलमल बुझ्छ, अब दिन साँच्चैको सकियो, रात सुरु भइसक्यो।
अनि मात्र त्यो स्थिर र शान्त अँध्यारोले तिमीलाई एउटा बाधामुक्त र सहज निन्द्राको गहिराईमा पुर्याउँछ। भिक्षुशीलको शान्त स्वरले कुटीको मौनतालाई झनै गहिरो बनाइरहेको थियो। सिद्धार्थ अब ओछ्यानमा छटपटाउन छोडेर एकदमै शान्त भावमा गुरुका कुराहरू सुनिरहेका थिए। सिद्धार्थ, अब हामी 5औं अदृश्य बानीतर्फ जाउँ। यो तिम्रो भौतिक स्थान र मनको गहिरो सम्बन्धसँग जोडिएको छ। काम गर्ने र सुत्ने ठाउँलाई पूर्ण रूपमा अलग राख्ने। हेर सिद्धार्थ, हाम्रो मस्तिष्क एउटा अनौठो यन्त्र हो। यसले शब्दहरूभन्दा बढी स्थान र वातावरणको भाषा बुझ्छ। यसले हरेक ठाउँको एउटा छुट्टै नक्सा र भावना आफ्नो स्मृतिमा सुरक्षित राखेको हुन्छ। भान्सामा पुग्न साथ तिमीलाई भोक लागेको महसुस हुन्छ र मन्दिरको सिँढी टेक्न साथ मन आफै शान्त र श्रद्धामय बन्छ। त्यसै गरी तिम्रो दिमागमा यो ओछ्यानको पनि एउटा स्पष्ट र एउटै मात्र अर्थ हुनुपर्छ, त्यो हो विश्राम, सुताई। तर हामी मानिसहरू धेरैजसो ठुलो गल्ती गर्छौँ। हामी यही ओछ्यानमा बसेर दिनभरिको काम गर्छौँ, यही पल्टिएर दुनियाँका खबरहरू पढ्छौँ, यही बसेर भोलिको योजना बुन्छौँ र यही बसेर आफ्ना चिन्ताहरू र हिसाब किताबहरूसँग लड्छौँ। जब तिमीले ओछ्यानलाई काम गर्ने, सोच्ने र सक्रिय रहने थलो बनाउँछौ, तब तिम्रो दिमागले यो ठाउँलाई सक्रिय रहने ठाउँको रूपमा दर्ता गर्छ। मस्तिष्कले वातावरणलाई एकदमै गहिरोसँग सम्झिन्छ। सिद्धार्थ, यदि ओछ्यान काम र सङ्घर्षको ठाउँ बन्यो भने राति सुत्नको लागि यहाँ पल्टिना साथ दिमागले भित्रभित्रै आदेश दिन्छ, ल उठ, यो त काम गर्ने र सोच्ने ठाउँ हो, यहाँ विश्राम गर्ने होइन। अनि तिमी छटपटाउन थाल्छौ, किनकि तिम्रो शरीर सुत्न चाहन्छ, तर दिमाग त्यही पुरानो बानी अनुसार काम गर्न खोज्छ। त्यसैले आजैबाट एउटा कडा तर मायालु नियम बनाऊ। आफ्नो ओछ्यानलाई केवल निन्द्राको पवित्र मन्दिर बनिरहन देऊ। यहाँ कुनै पनि सक्रिय काम नगर। यदि राति निन्द्रा लागेन र छटपटी भयो भने ओछ्यानमा पल्टिएर जबरजस्ती युद्ध नगर। जुरुक्क उठ, कुटीको अर्को कुनामा वा भुइँमा गएर बस। मधुरो उज्यालोमा केही बेर शान्त रह। जबसम्म आँखाहरू निन्द्राले पूर्ण रूपमा भारी हुँदैनन् तबसम्म ओछ्यानमा नफर्क। सुत्नका लागि मात्रै प्रयोग हुने ओछ्यानले दिमागलाई अत्यन्तै छिटो विश्राम लिन तालिम दिन्छ। जब तिम्रो दिमागको लागि ओछ्यानको एउटै मात्र अर्थ निन्द्रा हुन्छ, तब त्यो बिछ्याउनमा तिम्रो ढाड पर्न साथ निन्द्रा आफै ओर्लिन्छ। तिमीले सुत्ने कुनै प्रयास नै गर्नु पर्दैन। भिक्षुशीलले कुटीको शान्त वातावरणमा एउटा लामो सास फेर्नुभयो। सिद्धार्थ अब पूर्ण रूपमा ध्यानमग्न अवस्थामा थिए। उनको अनुहारको छटपटी बिस्तारै एउटा गहिरो स्थिरतामा परिणत हुँदै थियो। सिद्धार्थ, अब हामी 6औं अदृश्य बानीको कुरा गरौँ। यो तिम्रो भौतिक शरीरको गति र विश्रामको समयसँग जोडिएको छ। शारीरिक गतिविधि साँझ पर्नुअघि नै पूर्ण रूपमा सक्ने नियम। हामी धेरैजसो के गर्छौँ भने, के सोच्छौँ भने, शरीरलाई जति धेरै थकायो राति निन्द्रा त्यति नै छिटो र गहिरो आउँछ। यो कुरा धेरै हदसम्म साँचो पनि हो, तर त्यो थकाइ कुन समयमा लिन्छ भन्ने कुराले सबैभन्दा ठुलो अर्थ राख्छ। यदि तिमी सुत्नुभन्दा केही समय अगाडि मात्रै कडा शारीरिक परिश्रम, भारी व्यायाम वा दौडधुप गर्छौ भने तिमीले आफ्नो शरीरलाई सुत्न होइन, झन् धेरै जाग्नको लागि तयार गरिरहेका हुन्छौ। राति ढिलो गरिने कुनै पनि कडा शारीरिक गतिविधिले तिम्रो शरीरलाई पूर्ण रूपमा उत्तेजित राख्छ। तिम्रो मुटुको ढुकढुकी तेज हुन्छ, रगतको प्रवाह तीव्र बन्छ र सास प्रश्वास छिटो हुन्छ। यस्तो अवस्थामा तिम्रो स्नायु प्रणाली पूर्ण रूपमा एक्टिभ मोडमा गएर अड्किन्छ। शरीरलाई लाग्छ अहिले त धेरै ऊर्जा खर्च गर्ने समय पो रहेछ, अहिले सुत्ने बेला होइन। कडा काम वा व्यायाम गरेको धेरै समय पछि पनि तिम्रा मांसपेशीहरू भित्रभित्रै सतर्क नै रहन्छन्। तिमी ओछ्यानमा पल्टिएर आँखा चिम्लिए पनि तिम्रो शरीरको भित्री इन्जिन पूर्ण रूपमा चिसिन र बन्द हुन धेरै घण्टा लाग्न सक्छ। शरीरको त्यही भित्री उत्तेजना र तापले तिम्रो मनलाई पनि शान्त हुन दिँदैन र निन्द्रालाई धेरै टाढा धकेलिदिन्छ। त्यसैले सिद्धार्थ, दिनभरि जतिसुकै कडा परिश्रम गरे पनि जब सूर्य पश्चिमतिर ढल्किन थाल्छ, आफ्नो शरीरको गतिलाई पनि प्रकृतिको लयसँगै बिस्तारै कम गर्दै लैजाऊ। साँझ परिसकेपछि भारी र कडा शारीरिक कामहरूलाई पूर्ण रूपमा विश्राम देऊ। सुत्नु अघिका अन्तिम प्रहरहरू केवल हलुका र सुस्त हिँडडुल, गहिरो श्वास प्रश्वास वा शरीरका जोर्नीहरूलाई बिस्तारै खुकुलो बनाउने अत्यन्तै कोमल अभ्यासहरूमा मात्र बिताऊ।
जब तिमीले साँझमै आफ्नो शरीरलाई दौडिनबाट रोकेर बिस्तारै शान्त गर्दै लैजान्छौ, शरीरले प्राकृतिक रूपमै निन्द्राको गहिराइमा जाने तयारी पुरा गर्ने अवसर पाउँछ। पहिले शरीर स्थिर हुन्छ अनि मात्र मन स्थिर हुन्छ, र जब शरीर र मन दुवै शान्त हुन्छन् तब निन्द्रा एउटा शीतल हावा जस्तै बिना कुनै सङ्घर्ष आफै तिम्रो सिरानीमा आइपुग्छ। भिक्षुशीलको अनुहारमा अब एउटा गहिरो सन्तोषजनक मुस्कान थियो। सिद्धार्थका आँखाहरू बिस्तारै लोलाउन थालिसकेका थिए। कुटी बाहिरको रात झनै सिप्पिसकेको थियो र प्रकृतिको शून्यता पूर्ण उत्कर्षमा पुगेको थियो। सिद्धार्थ, अब हामी 7औं अदृश्य बानीतर्फ आइपुगेका छौँ। यो तिम्रो शरीरको भित्री घडी र समयप्रतिको इमान्दारितासँग जोडिएको छ। तिम्रो रातिको समयको तालिका कहिले अचानक परिवर्तन नगर्ने। बाहिर यो जङ्गललाई हेर त सिद्धार्थ, प्रकृतिको आफ्नै एउटा निश्चित र कहिल्यै नटुट्ने लय हुन्छ। काम कहिल्यै पनि अचानक मध्यरातमा उदाउँदैन, न त चन्द्रमाले आफ्नो आउने समय नै बिर्सन्छ। हाम्रो भौतिक शरीर पनि यही विशाल प्रकृतिको एउटा सानो अंश हो। यसलाई पनि त्यस्तै निश्चित र अनुमान गर्न सकिने ढाँचाहरू मात्र मनपर्छ। हाम्रो शरीर एउटा अनुशासित शिष्य जस्तै हो, जसले एउटा स्थिर र निरन्तरको सङ्केत खोजिरहेको हुन्छ। तर हामी मानिसहरू आफ्नो सुत्ने समयलाई लिएर असाध्यै लापरवाह हुन्छौँ। कहिलेकाहीँ हामी राति अबेरसम्म जागराम बस्छौँ। कुनै दिन कामको चापले मध्यरातसम्म सुत्दैनौँ, अनि कुनै दिन एक्कासी छिट्टै ओछ्यानमा पल्टिएर मलाई निन्द्रा किन लागेन भनेर गुनासो गर्छौँ। सुत्ने समय र बानीहरूलाई यसरी निरन्तर परिवर्तन गर्दा तिम्रो शरीरको भित्री जैविक घडीमा एउटा ठुलो भ्रम सिर्जना हुन्छ। शरीरलाई थाहै हुँदैन कि कुन बेला निन्द्राको रसायन उत्पादन गर्न सुरु गर्ने हो र कुन बेला विश्राम लिने हो। जब तिमीले हरेक दिन फरक फरक समयमा सुत्ने र उठ्ने प्रयास गर्छौ, तिम्रो दिमागलाई लाग्छ कि तिमी कुनै अनिश्चित यात्रा वा सङ्कटमा छौ जहाँ कुनै स्थिरता छैन। र याद राख, अस्थिरताले सधैँ सतर्कता बढाउँछ। त्यसैले सिद्धार्थ, आफ्नो सुत्ने र उठ्ने समयलाई एउटा पवित्र नियम जस्तै पालना गर। बिदाको दिन होस् वा कामको दिन, सकेसम्म सधैँ एउटै समयमा ओछ्यानमा जाने र एउटै समयमा उठ्ने बानी बसाल। जब तिम्रो रुटिनमा स्थिरता आउँछ तब तिम्रो जैविक लय पूर्ण रूपमा एकसाथ चल्न थाल्छ। शरीरले आफै समयको हिसाब राख्न थाल्छ। सुत्ने समय हुनुभन्दा अगाडि नै शरीरले चुपचाप निन्द्राको तयारी गरिसकेको हुन्छ। नियमित र नबदलिने बानीहरूले नै निन्द्रालाई बिना कुनै आवाज, बिना कुनै सङ्घर्ष तिम्रो सिरानीसम्म डोहोर्याएर ल्याउँछन्। आनन्दवन बिहारमा रात अब मध्यरातको नजिक पुगिसकेको थियो। सिद्धार्थका आँखाहरू पूर्ण रूपमा बन्द थिए र उनको अनुहारमा पहिलेको त्यो हतारो र छटपटीको कुनै नामो निशान थिएन। उनी निदाइसकेका त थिएनन्, तर निन्द्राको एकदमै नजिक शान्तिको एउटा गहिरो किनारमा पुगिसकेका थिए। भिक्षुशीलले आफ्नो स्वरलाई अझै सुस्त, गहिरो र अत्यन्तै कोमल बनाउँदै यो उपचारात्मक यात्राको अन्तिम रहस्य खोल्नुभयो। सिद्धार्थ, अब हामी 8औं र सबैभन्दा गहिरो सत्यमा आइपुगेका छौँ। यो अन्तिम बानीले निन्द्राप्रतिको तिम्रो सम्पूर्ण दृष्टिकोणलाई नै बदलिदिनेछ। र त्यो हो रातलाई एउटा पूर्ण विराम होइन, एउटा सुस्त सङ्क्रमण वा यात्राको रूपमा स्वीकार गर्ने। हामी मानिसहरूले निन्द्रालाई एउटा काम जस्तो बनाइदिएका छौँ। हामी सोच्छौँ कि दिनभरिको दौडधुपपछि ओछ्यानमा पल्टिनु भनेको एउटा मेसिनको प्लग थुत्नु जस्तै हो, जहाँ सबै कुरा अचानक बन्द हुन्छ र पूर्ण विराम लाग्छ। तर याद राख सिद्धार्थ, साँचो निन्द्रा तिमी ओछ्यानमा पल्टिएपछि सुरु हुने होइन। निन्द्रा त तिमी ओछ्यानमा जानुभन्दा धेरै अगाडि साँझ पर्न थालेदेखि नै सुरु भइसक्छ। कल्पना गर त, एउटा चरा दिनभरि आकाशमा उडेपछि साँझपख अचानक जमिनमा खस्दैन। ऊ बिस्तारै तल झर्छ, रुखको हाँगामा बस्छ, वरपरको शान्तिलाई महसुस गर्छ, आफ्ना पखेटाहरूलाई थन्क्याउँछ र बिस्तारै आफ्नो गुणमा सुस्ताउँछ। निन्द्रा पनि ठ्याक्कै त्यस्तै एउटा सुस्त र कोमल अवतरण हो सिद्धार्थ। यो कुनै तुरुन्तै बन्द हुने चिज होइन, तुरुन्तै हुने चिज होइन जसलाई तिमीले चाहने बित्तिकै बनाउन सक। साँझको समय भनेको दिनको होहल्ला र रातको शून्यता बीचको एउटा सुन्दर पुल हो। यो पुललाई हतार हतार पार गर्ने कोसिस नगर। साँझ पर्दै जाँदा आफ्नो शरीर र मनलाई बिस्तारै विश्रामतर्फ ढल्किन देऊ। जब तिमीले रातलाई एउटा पूर्ण विराम नमानेर बिस्तारै ओर्लिने एउटा शान्त सिँढीको रूपमा मान्छौ,
तब तिम्रो दिमागमा रहेको निदाउनै पर्ने त्यो भयानक दबाब आफै हटेर जान्छ। ओछ्यानमा पल्टिएपछि आफैलाई भन सिद्धार्थ, मलाई अहिले नै निदाउनु पर्छ भन्ने कुनै जबरजस्ती छैन। म त केवल विश्राम गरिरहेको छु। निन्द्रा जब आउन चाहन्छ ऊ आफै आउनेछ। निन्द्रालाई बोलाउने वा तान्ने प्रयास नगर। जब तिमीले यो सङ्क्रमणकालीन यात्रालाई पूर्ण रूपमा सम्मान गर्छौ र निदाउने जिद्दीलाई छोडिदिन्छौ, तब निन्द्रा एउटा शीतल हावा जस्तै अत्यन्तै सहज भएर तिम्रो सिरानीमा आइपुग्छ। तिमीले केही गर्नु पर्दैन, केवल आफूलाई सुम्पिदेऊ। भिक्षुशीलले आफ्नो उपदेश समाप्त गर्नुभयो। उहाँले कुटीको त्यो सानो मधुरो बत्तीलाई पनि निभाइदिनुभयो। अब कुटीमा केवल झ्यालबाट आएको जुनको कोमल प्रकाश र बाहिरी जङ्गलको अनन्त शून्यता मात्र बाँकी थियो। सिद्धार्थले अब आफ्नो शरीरलाई ओछ्यानमा जबरजस्ती सुताउने कुनै पनि प्रयास गरिरहेका थिएनन्। उनले आफ्ना सबै हतियारहरू बिसाइसकेका थिए। उनले निन्द्रासँगको युद्ध लड्न छोडिदिएका थिए र निन्द्रालाई एउटा प्राकृतिक अतिथिको रूपमा आफै आउन अनुमति दिएका थिए। गुरुशीलको अनुहारमा एउटा शान्त मुस्कान छायो र उहाँ बिना कुनै आवाज बिस्तारै ढोकाबाट बाहिर निस्कनुभयो। सिद्धार्थ अब एउटा गहिरो, बाधामुक्त र अत्यन्तै सहज निन्द्रामा पूर्ण रूपमा डुबिसकेका थिए। र अब तपाईँको पालो हो। तपाईँले आज दिनभरि जे जति गर्नुभयो त्यो पूर्ण रूपमा पर्याप्त छ। अब आफ्नो शरीरलाई कुनै जबरजस्ती नगर्नुहोस्। आफ्नो दिमागलाई सुत भनेर आदेश दिन छोडिदिनुहोस्। निन्द्रा कुनै सङ्घर्ष होइन, यो त केवल एउटा शान्त अवतरण हो। आफ्नो ओछ्यानको न्यानोपनलाई महसुस गर्नुहोस्। तपाईँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। एउटा लामो र गहिरो सास तान्नुहोस् र बिस्तारै छोडिदिनुहोस्। निन्द्रालाई एउटा प्राकृतिक यात्रा बन्न दिनुहोस्। आराम गर्नुहोस्। शुभरात्रि। यसरी आजको यो पहिलो कथा यही सकिन्छ। आजको यो पहिलो कथा सकिएसँगै अब हामी लागौँ आजको दोस्रो कथातर्फ। आजको दोस्रो कथा यसरी सुरु हुन्छ। धेरै पहिलेको कुरा हो। हिमालयको एउटा दुर्गम फेदीमा जहाँ बादलहरू पहाडका चट्यानसँग ठोकिएर छरपष्ट हुन्थे, त्यहाँ एउटा पुरानो र भग्नावशेष मन्दिर थियो, विराग आश्रम। भर्खरै परेर रोकिएको झरीले वातावरण ओसिलो र चिसो बनाएको थियो। चारैतिर एउटा गहिरो र निसासिने सन्नाटा छाएको थियो, मानौ प्रकृति आफै कुनै शोकमा डुबेको छ जस्तो। त्यो मन्दिरको छेउमा रहेको एउटा भिरको किनारमा आर्यन नामक एक व्यक्ति उभिएका थिए। उनको अनुहारमा कुनै भाव थिएन, केवल एउटा रित्तोपन थियो। उनले आफ्नो जीवनमा सबै थोक गुमाएका थिए, आफ्नो सपना, आफ्नो प्रेम र आफ्नो आत्मसम्मान। उनलाई लाग्दै थियो कि संसारमा अब उनको लागि कुनै ठाउँ बाँकी छैन। उनीभित्रको आशाको अन्तिम दियो पनि निभिसकेको थियो र उनले त्यस बखतमा त्यो अँध्यारो भिरबाट तल हामफाल्ने अन्तिम निर्णय गरिसकेका थिए। अँध्यारो जति गहिरो हुन्छ बाबु, बिहानी त्यति नै नजिक हुन्छ। एउटा अत्यन्तै शान्त र गहिरो आवाजले आर्यनको ध्यान एक्कासी भङ्ग गरिदियो। उनले पछाडि फर्केर हेरे। मन्दिरको एउटा कुनामा सानो दियो बालेर महात्मा बोधिसत्व बसिरहनु भएको थियो। उहाँको सेतो कपाल र शान्त आँखाहरूमा एउटा यस्तो स्थिरता थियो जसले पहाडलाई पनि माथ दिन्थ्यो। आर्यनले रुँदै भने, महात्मा, मेरो लागि अब कुनै बिहानी आउने छैन। मैले सबै थोक गुमाएँ। म भित्रबाट मरिसकेको छु। अब बाँच्नुको के अर्थ? महात्माले मुसुक्क मुस्कुराउँदै आर्यनलाई आफू नजिकै बोलाउनु भयो। यहाँ बस बाबु। जब मानिसले आफूसँग भएका सबै बाहिरी कुराहरू गुमाउँछ, त्यही बेला उसले आफ्नो स्वयंलाई भेट्ने पहिलो अवसर पाउँछ। आशा टुट्नु भनेको जीवनको अन्त्य होइन नि, यो त एउटा पुरानो र भ्रमपूर्ण जीवनको अन्त्य र एउटा वास्तविक जीवनको सुरुवातको सङ्केत हो। महात्माले दियोको थोरै तेल चलाउँदै अगाडि भन्नुभयो, जब तिमीलाई लाग्छ कि अब सबै बाटोहरू बन्द भए, तब यी 10वटा दिव्य सत्यहरूलाई सम्झिनु। यी शब्दहरू होइनन्, यी त तिम्रो मनको अँध्यारोमा बाटो देखाउने 10वटा ताराहरू हुन्। यिनीहरूलाई ध्यानपूर्वक सुन।
महात्मा बोधिसत्वले मन्दिरको आँगनमा रहेको एउटा सानो खाल्डोमा जमेको पानीतर्फ औल्याउनुभयो। भर्खरैको झरीले भरिएको त्यो पानीमा एउटा सानो लहर उठ्यो र तुरुन्तै हरायो। उहाँको स्वरमा एउटा गहिरो र स्थिर सत्य लुकेको थियो। आर्यन, यस प्रकृतिको सबैभन्दा ठुलो र अचूक नियमलाई ध्यान दिएर हेर। यहाँ केही पनि स्थायी छैन। न त यो घनघोर वर्षा सधैँ रहन्छ, न त यो उमस र गर्मी, न त यो मन्दिरको भित्तामा लागेको लेउ सधैँ रहनेछ, न त तिमीले अहिले भोगिरहेको यो भयङ्कर पीडा नै। हामी मानिसहरू सुखमा हुँदा सोच्छौँ कि यो खुसी सधैँ रहिरहनेछ, तर जब दुःखको बादलले घेर्छ हामीलाई लाग्छ कि अब कहिले उज्यालो हुने छैन। तर बाबु, समयको यो चक्र कसैको लागि पनि रोकिँदैन। जसरी दिनपछि अनिवार्य रूपमा रात आउँछ, त्यसरी नै हरेक अँध्यारो रातपछि बिहानीको सुनौलो झुल्का आउनु प्रकृतिमै लेखिएको छ। तिमीलाई अहिले लागेको यो असह्य चोट, यो मनको भारी र यो रित्तोपन, यी सबै केवल एउटा अवस्था मात्र हुन्। यी तिम्रो स्थायी परिचय होइनन्। नदीको पानी निरन्तर बगिरहन्छ बाबु। तिम्रो जीवनको यो खराब समय पनि बगिरहेको छ अहिले। तिमीलाई लाग्ला कि यो पीडाले तिम्रो पुरै जीवन खाइसक्यो, तर याद राख, तिम्रो यो जीवनको पुस्तकको केवल एउटा कठिन अध्याय मात्र हो, पुरै पुस्तक होइन। एउटा अध्याय बिग्रदैमा पुरै कथा समाप्त हुँदैन। जबसम्म तिमीले धैर्यताको हात छोड्दैनौ, समयले बिस्तारै तिम्रो हरेक घाउ भर्दै लानेछ। त्यसैले आर्यन, यो क्षणको पीडालाई अन्तिम सत्य नमान। यो पनि बितेर जानेछ। जब तिमीले यो कुरालाई आफ्नो हृदयको गहिराईबाट स्वीकार गर्छौ, तब तिम्रो मनको आधा बोझ त्यसै हल्का भएर जान्छ। परिवर्तन नै जीवनको एकमात्र सत्य हो र यो तिम्रो परिस्थिति चाँडै नै बदलिनेछ। केवल एक पल धैर्य गर। महात्मा बोधिसत्वले आर्यनको काँपिरहेको हातलाई बिस्तारै छुनुभयो। उहाँको स्पर्शमा एउटा यस्तो न्यानोपन थियो जसले आर्यनको भित्री चिसोलाई पगाल्न थाल्यो। आर्यन, तिमीलाई लाग्छ कि यो तिम्रो जीवनको पहिलो र सबैभन्दा ठुलो लडाईँ हो, तर एकपटक आफ्नो अतीतलाई गहिएर फर्किएर हेर त बाबु। के यसअघि तिमीले कहिल्यै अब त म मरेँ वा अब सबै बाटो सकियो भन्ने महसुस गरेका थिएनौ? पक्कै गरेका थियौ। बाल्यकालका ती सङ्कटहरू, किशोरावस्थाका ती वियोगहरू र हिजोका ती कठिन मोडहरू सम्झ त, जसले तिमीलाई रातभरि रुवाएका थिए। त्यति बेला पनि तिमीलाई लागेको थियो कि अब उज्यालो हुने छैन, तर आज तिमी यहाँ मेरो अगाडि उभिएका छौ। यसको अर्थ के हो भने तिमीले ती सबै पहाडहरू चढिसक्यौ, तिमीले ती सबै आँधीहरू पार गरिसक्यौ। तिमी हारेनौ, तिमी केवल बाँच्यौ मात्र होइन, तिमी अझ बलियो भएर अगाडि बढ्यौ। ती पुराना सङ्घर्षहरूले नै आज तिमीलाई यो कठिन परिस्थिति झेल्न सक्ने योद्धा बनाएका हुन्। रुखलाई सम्झ त आर्यन, जति धेरै हुरी चल्छ रुखका जराहरू जमिनको त्यति नै गहिराइमा पुग्छन्। हरेक आँधीले रुखलाई ढाल्न खोज्छ, तर रुखले त्यसलाई आफ्नो जरा बलियो बनाउने अवसरमा बदलिदिन्छ। तिमी पनि त्यस्तै एउटा विशाल रुख हौ। शक्ति कतै बाहिरबाट आउने कुरा होइन, यो त तिमीभित्र पहिल्यैदेखि छ। तिमीले ती सबै पुराना युद्धहरू कसरी जितेका थियौ त्यो सम्झ। तिमीसँग लड्ने कला छ, तिमीसँग सहने क्षमता छ, र तिमीसँग फेरि उठ्ने साहस छ। आफैलाई विश्वास गर आर्यन, तिमी कुनै कमजोर होइनौ जो हावाको सानो झोक्काले उडेर जाओस्। तिमी त त्यो चट्यान हौ जसलाई समयको छालले जतिपटक हाने पनि तिमी अझै स्थिर रहन्छौ। जो मानिस विगतका ठुला भेलहरूबाट बाँचेर यहाँसम्म आएको छ नि, उसले यो सानो खाल्डो पनि सजिलै पार गर्नेछ। आफ्नै भित्री शक्तिमाथि भरोसा गर। त्यसैले तिमी एक सर्भाइभर हौ र यो गौरवशाली परिचयलाई कहिल्यै नबिर्स। महात्मा बोधिसत्वले मन्दिरको प्रवेशद्वारबाट बाहिर जाने अँध्यारो र ढुङ्गेनी बाटोतिर देखाउनुभयो। बाक्लो कुहिरोले गर्दा त्यो बाटो कहाँ पुगेर टुङ्गिन्छ केही देखिँदैन थियो, तर मन्दिरको दियोको मधुरो प्रकाशले आर्यनको खुट्टा अगाडिको केवल 1-2 पाइला जमिन मात्र उज्यालो पारिरहेको थियो। आर्यन, तिम्रो मनमा यो भयङ्कर बोझ किन छ थाहा छ? किनकि तिमी आजै यही क्षण उभिएर पुरै भविष्यको त्यो विशाल र डरलाग्दो पहाडलाई एकैचोटि चढ्न खोजिरहेका छौ। तिमी सोच्छौ अबको 10 वर्ष के होला, मैले गुमाएको कुरा कहिल्यै फिर्ता आउला कि नआउला, म कसरी फेरि सफल बनुला। यी प्रश्नहरू यति विशाल र अनिश्चित छन् कि तिनको उत्तर खोज्दा खोज्दै तिम्रो खुट्टा काप्न थाल्छ र तिमी गन्तव्यमा पुग्नु अघि नै हार मान्छौ।
आशा त्यति बेला टुट्छ जब हामी जीवनलाई धेरै जटिल बनाउँछौँ। तर सत्य यो हो कि तिमीले पुरै जिन्दगी एकै दिनमा बाँच्नु पर्दैन। तिमीले त केवल एक अर्को पल मात्र सम्हाल्नु छ। कल्पना गर बाबु, तिमी एउटा घनघोर कुहिरो लागेको जङ्गलमा छौ। तिमीलाई गन्तव्य देखिँदैन, तर तिम्रो हातमा भएको सानो लाइटले तिम्रो अगाडिको 1 फिट जमिन त देखाउँछ नि, होइन? तिमीले गर्नुपर्ने काम त्यति मात्र हो। त्यो 1 फिट देखिने ठाउँमा अर्को पाइला टेक। जब तिमी त्यहाँ पुग्छौ, त्यो बत्तीले फेरि अर्को 1 फिट देखाउनेछ। जब परिस्थिति अत्यन्तै कठिन हुन्छ, तब भविष्यको ठुलो योजना बनाउन छोडिदेऊ। जीवनलाई अत्यन्तै सरल बनाऊ। अहिलेको लागि तिम्रो लक्ष्य केवल अर्को 10 मिनेट कसरी शान्त रहने भन्ने मात्र होस्। 1 गिलास पानी पिउने, गहिरो सास फेर्ने वा केवल आफ्नो ओछ्यान मिलाउने, यी साना कामहरू नै तिम्रा ठुलो विजय हुन्। जब तिमीले एकपटकमा एउटा मात्र सानो कदम चाल्छौ, तब तिम्रो दिमागले असम्भव भन्ने शब्द बिर्सन थाल्छ र तिम्रो हराएको आत्मविश्वास बिस्तारै फर्कन थाल्छ। भविष्यको चिन्तालाई भोलिको लागि छोडिदेऊ आर्यन, र आज केवल यो एउटा पाइला सुरक्षित रूपमा चाल। साना साना पाइलाहरू मिलेर नै हजारौं माइलको यात्रा पूरा हुन्छ। केवल अर्को पाइलामा ध्यान देऊ, बाँकी बाटो आफै खुल्दै जानेछ। महात्मा बोधिसत्वले मन्दिरको एउटा भत्किएको खम्बामा कुदिएको पुरानो र कलात्मक मूर्तिको एउटा टुक्रालाई सुस्तरी सुमसुम्याउनु भयो। त्यो मूर्ति समयको थपेराले अलिकति खिएको थियो, तर त्यसको चमक अझै बाँकी थियो। आर्यन, के तिमीलाई लाग्छ यो ढुङ्गाले यो सुन्दर रूप सजिलै पाएको हो भनेर? यो मूर्ति केवल एक समय एउटा बेढङ्गको र साधारण ढुङ्गा मात्र थियो। तर जब मूर्तिकारले आफ्नो तीखो छिनो र भारी घनले त्यसलाई हजारौं पटक प्रहार गरे, तब मात्र यसले यो देवत्व प्राप्त गर्यो। यदि त्यो ढुङ्गाले सुरुका केही प्रहारमै हार मानेको भए, पीडा सहन नसकेर फुटेको भए भन्दा यो आज कसैको श्रद्धाको केन्द्र बन्ने थिएन। हाम्रो जीवन पनि ठ्याक्कै त्यस्तै हो बाबु। पीडाको एउटा गहिरो र पवित्र उद्देश्य हुन्छ। हामी धेरैजसो सोच्छौँ कि यो ब्रह्माण्डले हामीलाई सजाय दिइरहेको छ, तर सत्य यो हो कि यसले तिमीलाई जाँचिरहेको छ। बिना कुनै सङ्घर्ष र बिना कुनै चोट मानिसको भित्री महानता कहिल्यै बाहिर आउन सक्दैन। सङ्घर्षले नै तिम्रो चरित्र निर्माण गरिरहेको छ। सुनलाई पनि चम्किलो र शुद्ध बनाउन भट्टीको दन्किरहेको आगोमा पर्नै पर्छ। फलामलाई बलियो तरबार बनाउन रातो तातो पारेर घनले पिट्नै पर्छ। यदि तिमीले आज यो मानसिक र भावनात्मक पीडा महसुस गरिरहेका छौ भने बुझ कि तिमीभित्र एउटा नयाँ र अत्यन्तै शक्तिशाली स्वयंको निर्माण भइरहेको छ। असहजता नै वृद्धिको आधार हो। जसले कहिले अँध्यारो देखेको छैन, उसले उज्यालोको साँचो मूल्य कसरी बुझ्न सक्छ र? यो कठोर समयले तिमीलाई केवल रुवाइरहेको छैन, यसले तिमीलाई सहानुभूति, धैर्यता र अदम्य साहसको त्यो पाठ सिकाइरहेको छ जुन कुनै पनि सुखको पाठशालाले सिकाउन सक्दैन। तिम्रो यो दुःख व्यर्थ छैन आर्यन। यो त तिम्रो भित्री योद्धालाई जगाउने एउटा कठोर दीक्षा हो। जब यो आँधी शान्त हुनेछ, तिमी नै आफूलाई पहिलेको भन्दा धेरै शान्त, गहिरो र अभेद पाउनेछौ। पीडालाई आफ्नो शत्रु होइन, एउटा कठोर तर महान शिक्षकको रूपमा स्वीकार गर। त्यसैले केही महान कुरा प्राप्त गर्न केही गहिरो चोट सहनु अनिवार्य छ। महात्मा बोधिसत्वले टाढा कुहिरोभित्र धमिलो देखिने गाउँका साना प्रकाशहरूतिर औल्याउनु भयो। रातको सन्नाटामा कतै टाढा एउटा सानो चराको मधुरो आवाज सुनियो, जो सायद आफ्नो गुणमा एक्लै डराइरहेको थियो। आर्यन, जब मानिस गहिरो दुःखमा हुन्छ, उसलाई लाग्छ कि यो ब्रह्माण्डमा उनी सबैभन्दा अभागी प्राणी हो। उसलाई लाग्छ कि सारा संसार हाँसिरहेको छ र ऊ मात्र एउटा कुनामा बसेर आँसु बगाइरहेको छ। तर बाबु, यो तिम्रो मनले तिमीलाई देखाइरहेको सबैभन्दा ठुलो भ्रम हो। यो संसारको एउटा कठोर तर सत्य कुरा के हो भने तिमी यो पीडाको महासागरमा एक्लै पौडिरहेका छैनौ। एकपटक ती टाढाका घरहरूलाई हेर त। ती प्रत्येक झ्याल पछाडि एउटा यस्तो कथा लुकेको छ जसले कसै न कसैको मुटु फुटाएको छ। कसैले आफ्नो सन्तान गुमाएको छ, कसैले आफ्नो वर्षौंको मेहनत खरानी भएको देखेको छ, र कोही तिमी जस्तै आजको रात कसरी कटाउने भनेर छटपटाइरहेको छ। यो पृथ्वीमा यस्तो कुनै पनि मानव छैन जसले आँसुको स्वाद नचाखेको होस्।
पीडा त मानव हुनुको एउटा अनिवार्य मूल्य हो। तिमी आफ्नो दुःखमा विशेष छैन वारिन। यो सुन्दा तिमीलाई अलि नमिठो लाग्न सक्छ, तर यो एउटा ठुलो राहतको कुरा हो। जब तिमीले बुझ्छौ कि तिमीले भोगिरहेको चोट अरू करोडौँ मानिसहरूले पनि भोगिसकेका छन् र भोगिरहेका छन्, तब तिम्रो मनको त्यो किन मलाई मात्र यस्तो भयो भन्ने भयङ्कर दबाव अचानक घटेर जान्छ। तिमीले भोगिरहेको यो अँध्यारो रात मानवताको एउटा साझा अनुभव हो। संसारका महान सन्त, शक्तिशाली सम्राट र अत्यन्तै सफल मानिसहरू पनि कुनै न कुनै समयमा यही ठाउँमा उभिएका थिए जहाँ आज तिमी उभिएका छौ। उनीहरू पनि तिमी जस्तै निसासिएका थिए र उनीहरूलाई पनि लाग्थ्यो कि अब सबै सकियो। तर उनीहरूले एउटा कुरा बुझेका थिए, सङ्घर्ष नै त्यो धागो हो जसले हामी सबै मानिसहरूलाई एक आपसमा जोड्छ भन्ने। यो महसुस गर कि तिम्रो साथमा हजारौँ अदृश्य हातहरू छन् जो तिमीलाई सम्हालिरहेका छन्। तिमी एक्लो छैनौ बाबु, तिमी त केवल सिङ्गो मानवताको एउटा साझा युद्ध लडिरहेका छौ। महात्मा बोधिसत्वले मन्दिरको आँगनमा बज्रिरहेको ठुलो वर्षाको थोपाहरू र दियोको सानो लपकातर्फ एकसाथ हेर्नुभयो। बाहिरको आँधीले सारा संसार हल्लाइरहेको थियो, तर त्यो सानो दियोले आफ्नो वरिपरिको केही इन्च ठाउँलाई अझ उज्यालो पारिरहेको थियो। आर्यन, तिम्रो यो मानसिक पीडा र छटपटीको सबैभन्दा ठुलो कारण के हो थाहा छ? तिमी त्यो बाहिरको आँधीलाई रोक्न खोजिरहेका छौ जुन तिम्रो वशमा कहिल्यै थिएन। तिमी चाहन्छौ कि समय उल्टो बगोस्, मानिसहरूले तिमीले सोचे जस्तै व्यवहार गरून् र संसारको नियम तिम्रो इच्छाअनुसार चलोस्। जब यी कुराहरू तिम्रो नियन्त्रणभन्दा बाहिर जान्छन्, तब तिमीलाई आफू असहाय भएको महसुस हुन्छ र त्यही असहायपनले तिम्रो आशा मारिदिन्छ। जीवनलाई दुईवटा वृत्तमा बाँडेर हेर बाबु। एउटा वृत्त ती कुराहरूको हो जसलाई तिमी कहिल्यै बदल्न सक्दैनौ, जस्तै अरूको सोच, तिम्रो अतीत र अचानक आइपर्ने दुर्घटनाहरू। अर्को एउटा सानो वृत्त छ जुन पूर्ण रूपमा तिम्रो अधिकारमा छ, जस्तै तिम्रो आजको कर्म, तिम्रो बोली र तिम्रो प्रतिक्रिया। बुद्धिमानी मानिसले सधैँ त्यो सानो वृत्तमा मात्र आफ्नो शक्ति खर्च गर्छ। जब तिमीलाई लाग्छ कि सबै कुरा बर्बाद भयो, तब पुरै संसार सम्हाल्ने भारी बिसाइदेऊ। केवल ती साना कामहरूमा ध्यान देऊ जुन तिमी अहिले गर्न सक्छौ। आफ्नो कोठाको एउटा कुना सफा गर, आफ्नो लुगा मिलाऊ, वा केवल एकसाथ पौष्टिक भोजन गर। सुन्दा यी कुराहरू सामान्य लाग्न सक्छन्, तर जब तिमी आफ्नो नियन्त्रणमा भएका साना साना कार्यहरू सम्पन्न गर्छौ, तब तिम्रो मस्तिष्कले एउटा सन्देश पाउँछ, म अझै पनि आफ्नो जीवनको मालिक हुँ। यसले तिम्रो गुमेको आत्मविश्वासलाई बिस्तारै फिर्ता ल्याउँछ। असहाय महसुस गर्नु भनेको मानसिक मृत्यु हो आर्यन। त्यसैले अनियन्त्रित कुराहरूको चिन्ता गरेर आफ्नो ऊर्जा खेर नफाल। बाहिर जतिसुकै ठुलो तुफान चले पनि तिम्रो हातमा रहेको यो सानो दियोलाई बलिरहन दिनु नै तिम्रो सबैभन्दा ठुलो विजय हो। साना साना नियन्त्रणहरूले नै तिमीलाई फेरि बलियो बनाउनेछन् र तिमीलाई यो निराशाको दलदलबाट बाहिर निकाल्नेछन्। केवल त्यति गर जति तिम्रो हातमा छ। बाहिरको वर्षाको गति अझै तीव्र हुन्छ, तर आर्यनले दियोको वरिपरि हात राखेर त्यसलाई निभ्नबाट बचाउने प्रयास गर्छन्। मानौ उनले आफ्नो नियन्त्रणको पहिलो पाठ सिकिसकेका छन्। महात्मा बोधिसत्वले मन्दिरको भित्तामा झुन्डिएको एउटा पुरानो तर धुमिल ऐनातिर औँल्याउनुभयो। झरीको ओस र कुहिरोले गर्दा त्यो ऐनामा आफ्नो अनुहार प्रष्ट देखिँदैन थियो, केवल एउटा धमिलो र डराउनु पर्ने आकृति मात्र झल्किन्थ्यो। आर्यन, एउटा गहिरो र मनोवैज्ञानिक रहस्य बुझ। जब तिम्रो मन अँध्यारो र पीडामा डुबेको हुन्छ, तब यसले तिमीलाई संसारका सबैभन्दा ठुला र भयानक झुटहरू बोलिरहेको हुन्छ। जसरी यो धुमिल ऐनाले तिम्रो वास्तविक सुन्दरता देखाउन सक्दैन, त्यसरी नै एउटा निराश मनले कहिल्यै पनि वास्तविकताको सही चित्रण गर्न सक्दैन। जब हामी गहिरो दुःखमा हुन्छौँ, हाम्रा भावनाहरूले यथार्थलाई बङ्ग्याइदिन्छन्। त्यति बेला तिम्रो मनले तिमीलाई भन्छ, तिमी एउटा पूर्ण असफल व्यक्ति हौ, अब तिम्रो जीवनमा कहिले खुसी आउने छैन, संसारका सबै मानिसहरू स्वार्थी छन्, वा तिम्रो सङ्कटको कुनै समाधान नै छैन। यी विचारहरू यति शक्तिशाली र वास्तविक लाग्छन् कि तिमी तिनलाई नै अन्तिम सत्य मान्न पुग्छौ। तर बाबु, यी सत्य होइनन्, यी त केवल तिम्रो भित्री चोटका चित्कारहरू मात्र हुन्। नकारात्मक समयमा हाम्रो सोचाइ अत्यन्तै चरम र घातक बन्छ। मनले
कि त सबै राम्रो देख्छ कि त सबै बर्बाद देख्छ। बीचको बाटो उसले देख्नै सक्दैन। तर याद राख आर्यन, बादल लागेको दिनमा सूर्य हराएको हुँदैन, त्यो केवल छोपिएको मात्र हुन्छ। त्यसैले जब तिम्रो मनमा अब कहिल्यै केही हुँदैन भन्ने जस्ता विचारहरू आउँछन्, तब तिनलाई तुरुन्तै विश्वास नगर्नु। आफ्ना नकारात्मक विचारहरूलाई शङ्का गर्न सिक। जब तिम्रो भित्री आँधी उत्कर्षमा हुन्छ, तब कुनै पनि ठुलो निर्णय लिने वा प्रतिक्रिया दिने भुल कहिल्यै नगर्नु। भावनाहरूलाई शान्त हुन समय देऊ। जसरी हिलो मिसिएको पानीलाई एकछिन स्थिर छोडिदिएपछि हिलो तल खस्छ र पानी कञ्चन हुन्छ, त्यसरी नै तिम्रो मनको यो संवेगलाई पनि केही समय स्थिर हुन देऊ। मनको यो झुटो जालो फाटेपछि मात्र तिमीले देख्नेछौ कि संसार तिम्रो सोच जस्तो अन्धकारमय छैन। आज तिम्रो मनले जे भन्दैछ त्यो केवल एउटा अस्थायी भ्रम हो। सत्य त अझै सुन्दर र बाँकी नै छ। मन्दिरको ऐनामा परेको कुहिरो हावाको एउटा झोक्कासँगै अलिकति फाट्छ र आर्यनले आफ्नो अनुहारमा एउटा सानो चमक देख्छन्, मानौ उनको मनको भ्रम पनि बिस्तारै मेटिँदैछ। महात्मा बोधिसत्वले मन्दिरको छानाको एउटा पालबाट आकाशतर्फ हेर्नुभयो। बिस्तारै कुहिरो फाटिरहेको थियो र ताराहरूको मधुरो प्रकाश पनि देखिन थालेको थियो। उहाँको अनुहारमा एउटा गहिरो आश्वस्त भाव थियो। आर्यन, काल यानि कि समयको यो अनन्त प्रवाहलाई एकपटक गहिरिएर हेर त बाबु। मानिसहरू धेरैजसो एउटा सानो र क्षणिक बिन्दुमा उभिएर आफ्नो पुरै ब्रह्माण्डको फैसला गर्न हतारिन्छन्। तिमीलाई लाग्छ कि आज तिम्रो जीवनमा जे भइरहेको छ त्यो नै अन्तिम नतिजा हो। तर याद राख, समयको एउटै मात्र स्वभाव छ र त्यो हो निरन्तर बदलिरहनु। आज जुन सङ्कटले तिमीलाई थिचेको छ र तिम्रो सास रोक्न खोजिरहेको छ, भोलि त्यही सङ्कट तिम्रो लागि एउटा सामान्य स्मृति वा एउटा सानो कथा मात्र हुनेछ। परिस्थितिहरू प्राकृतिक रूपमै परिवर्तनशील छन्। आज जुन बाटो पूर्ण रूपमा बन्द देखिएको छ, समयको चक्र घुम्दै जाँदा भोलि त्यहीबाट एउटा नयाँ र अझै सुनौलो अवसरको ढोका खुल्न सक्छ। तिमीले आज जुन प्रकाश देखिरहेका छैनौ, त्यसको अर्थ त्यो अस्तित्वमा छैन भन्ने होइन। त्यो केवल समयको पर्दा पछाडि उपयुक्त क्षणको प्रतीक्षामा लुकेको छ। भविष्य सधैँ अनपेक्षित हुन्छ आर्यन। तिमीलाई लाग्छ कि अब सबै कुरा सकियो र कुनै सम्भावना बाँकी छैन। तर भोलि बिहान तिमीले यस्तो मानिसलाई भेट्न सक्छौ वा तिम्रो कानमा यस्तो समाचार पर्न सक्छ जसले तिम्रो पुरै जिन्दगीको दिशा र दशा बदलिदिन सक्छ। त्यसैले आफ्नो मनलाई सम्भावनाहरूको लागि सधैँ खुला राख। जब एउटा बिउ माटोको गहिराइमा अँध्यारोभित्र थिचिन्छ, उसलाई लाग्न सक्छ कि उसको संसार यही सकियो। तर सत्य त यो हो कि त्यो अन्धकार त केवल एउटा विशाल र फलदायी रुख बन्ने प्रक्रियाको सुरुवात मात्र हो। आजको तिम्रो यो अन्धकार पनि भोलिको उज्यालोको गर्भ मात्र हुन सक्छ। आज अन्तिम होइन बाबु, आज त केवल एउटा मोड मात्र हो। समयलाई समय देऊ, यसले सब थोक बदलिदिनेछ। अब कुहिरो फाटेर जुनको एउटा सानो किरण मन्दिरको भुइँमा झर्छ र आर्यनको अनुहारमा पहिलोपटक एउटा मधुरो आशाको चमक देखिन्छ। महात्मा बोधिसत्वले आर्यनको शरीरको मुद्रालाई निहाल्नुभयो। आर्यन आफ्नो टाउको दुवै हातले समातेर काँध कुप्रियाएर एउटा जकडिएको अवस्थामा बसिरहेका थिए। उनको शरीरमा कुनै जीवन्तता थिएन, मानौ उनी ढुङ्गाको एउटा निर्जीव मूर्ति बनिसकेका थिए जस्तो। आर्यन, एउटा गहिरो सत्य बुझ। तिम्रो मन र तिम्रो शरीर दुईवटा अलग अलग संसार होइनन्। यी त एउटै सिक्काका दुईवटा पाटा हुन्। महात्माले उठेर मन्दिरको खुल्ला आँगनतर्फ पाइला बढाउँदै भन्नुभयो, जब तिम्रो मनमा निराशाको कालो बादल मडारिन्छ, तिम्रो शरीर पनि एउटा बन्द कोठा जस्तै जकडिन्छ। तिमी जति धेरै एउटै ठाउँमा खुम्चिएर बस्छौ, तिम्रो मनमा नकारात्मक विचारको चक्र त्यति नै बलियो भएर घुमिरहन्छ। विचारको दलदलबाट बाहिर निस्कने सबैभन्दा छिटो र अचूक उपाय हो आफ्नो शरीरलाई गति दिनु। जब तिमी जुरुक्क उठ्छौ र हिँड्न थाल्छौ, तिम्रो शरीरभित्रको ऊर्जाको प्रवाह परिवर्तन हुन्छ। शारीरिक गतिविधिले मस्तिष्कमा रहेका रसायनहरूलाई सक्रिय बनाउँछ, जसले तिमीलाई शान्त र सन्तुलित राख्न मद्दत गर्छन्। एउटै कुनामा बसेर घन्टौँसम्म आफ्ना दुःखहरू गनेर बस्नु भनेको आफैलाई एउटा मानसिक जेलमा थुन्नु हो। अहिले झरी रोकिएको छ, बाहिरको माटो ओसिलो र ताजा छ। जाऊ बाबु,
यो मन्दिरको प्राङ्गणमा केही बेर खाली खुट्टा हिँड। हावाको स्पर्शलाई आफ्नो छालामा महसुस गर। जब तिम्रो खुट्टाले जमिनलाई टेक्छ र तिम्रा हातखुट्टा चल्न थाल्छन्, तिम्रो मस्तिष्कले एउटा सन्देश पाउँछ, म अझै जीवित छु र म अगाडि बढ्न सक्छु। सामान्य पैदल यात्रा वा थोरै शारीरिक व्यायामले तिम्रो मनमा जमेर बसेको जडतालाई तुरुन्तै पगालिदिन्छ। त्यसैले जब तिमीलाई अब म केही गर्न सक्दिनँ जस्तो लाग्छ, तब सोच्न छोडिदेऊ र केवल आफ्नो शरीरलाई चलाऊ। जति धेरै तिम्रो शरीर सक्रिय हुन्छ, त्यति नै छिटो तिम्रो मनको अँध्यारो फाटेर जानेछ। कर्मको पहिलो सुरुवात सधैँ एउटा सानो पाइलाबाट हुन्छ। महात्माको सङ्केतसँगै आर्यन बिस्तारै आफ्नो ठाउँबाट उठ्छन् र मन्दिरको ओसिलो ढुङ्गाहरूमा पाइला चाल्न थाल्छन्। मानौ उनको शरीरसँगै उनको मन पनि बिस्तारै जाग्दैछ। महात्मा बोधिसत्वले अब आर्यनको दुवै काँधमा आफ्ना वृद्ध तर बलिया हातहरू राख्नुभयो। उहाँको आँखामा एउटा यस्तो करुणा थियो जसले आर्यनको आत्माको गहिराईसम्म स्पर्श गरिरहेको थियो। मन्दिरको दियोको तेल सकिनै लागेको थियो, तर त्यसको अन्तिम प्रकाशले आर्यनको अनुहारलाई स्पष्ट देखाइरहेको थियो। आर्यन, अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण सूत्रलाई आफ्नो हृदयमा गाँठो पारेर राख। केवल एक दिन अझै बाँच। जब मानिसले हार मान्ने अन्तिम निर्णय गर्छ, उसले केवल आफ्नो दुःख मात्र अन्त्य गर्दैन, उसले आफ्नो भविष्यका ती सबै सुन्दर सम्भावनाहरूलाई पनि सधैँका लागि समाप्त गरिदिन्छ जुन उसको ढोकामा आउनै लागेका थिए। हार मान्नु सबैभन्दा सजिलो काम हो बाबु, तर पर्खिनु सबैभन्दा ठुलो साहस हो। जब तिमीलाई लाग्छ कि अब एक पल पनि सहने शक्ति तिमीमा छैन भनेर, तब आफैसँग एउटा सानो सम्झौता गर। आफैलाई भन, म आज हार मान्दिनँ, म केवल एक दिन अझै बाँच्छु। आजको यो रात म जसरी पनि कटाउँछु, बाँकी कुरा भोलि सोचौँला। यो एउटा पर्खाइ नै तिम्रो जीवनको सबैभन्दा ठुलो मोड बन्न सक्छ। हाम्रो भावनाको एउटा स्वभाव छ, यो छिनमै आकाशमा पुग्छ र छिनमै पातालमा झर्छ। आज तिमीलाई जुन कुराले मृत्यु रोज्न बाध्य बनाइरहेको छ, भोलि बिहानको सूर्यको किरणसँगै त्यही कुरा तिमीलाई अलिक कम भयानक लाग्न सक्छ। एक रातको गहिरो निन्द्रा र समयको थोरै अन्तरालले तिम्रो मस्तिष्कको रसायनलाई बदलिदिन सक्छ। आजको यो अन्धकारपूर्ण सोच भोलि बिहानसम्म जीवित नरहन पनि सक्छ। आशा एउटा यस्तो अतिथि हो बाबु, जो धेरैजसो त्यति बेला हाम्रो ढोकामा आउँछ जब हामीले अब कोही आउँदैन भनेर ढोका बन्द गर्नै लागेका हुन्छौँ। त्यसैले यो क्षणलाई केवल बिताऊ। आजको युद्ध नजित, केवल मैदानमा टिकिरहन सिक। भोलिको दिनले तिम्रो लागि कुन उपहार बोकेर ल्याएको छ, त्यो नहेरी तिमी कसरी बिदा हुन सक्छौ। केवल एक दिन अझै बाँच आर्यन, केवल एक दिन। आश्रमको छेउमा रहेको दियोको अन्तिम झिल्का अलिकति चम्कन्छ र पूर्वको आकाशमा बिहानीको पहिलो मधुरो उज्यालो देखा पर्न थाल्छ। महात्माका यी 10वटा दिव्य सत्यहरू सुन्दा सुन्दै आर्यनको मनको त्यो भयङ्कर बोझ बिस्तारै पगालिँदै गयो। उनले बुझे कि यतिन्जेल आफ्नै विचारको एउटा काल्पनिक पर्खालभित्र उनी थुनिएका थिए। मन्दिरको त्यो सानो दियो अब निभिसकेको थियो, किनकि अब त्यसको आवश्यकता थिएन। आकाशमा बिहानीको पहिलो किरण फैलिन थालेको थियो। आर्यनले महात्माको गोडामा टाउको राखेर ढोगे। उनका आँखाबाट झरेका आँसुले अब पीडा होइन, बरु एउटा नयाँ सुरुवातको सङ्केत गरिरहेका थिए। उनले लामो र गहिरो सास फेरे र पहिलो पटक यो महसुस गरे कि म अझै जीवित छु र म अझै लड्न सक्छु। महात्मा, आर्यनको स्वरमा अब एउटा नयाँ दृढता थियो। मैले बुझेँ, आशा भनेको बाहिर कतै खोज्ने वस्तु होइन, यो त आफैभित्रको त्यो आगो हो जसलाई निभ्न नदिनु नै मेरो धर्म हो। महात्मा मुसुक्क मुस्कुराउनु भयो र आशीर्वाद दिँदै भन्नुभयो, जाऊ बाबु, तिम्रो यात्रा फेरि सुरु भएको छ। याद राख, तिम्रो कथाको अन्त्य केवल तिम्रो हातमा छ। आर्यन मन्दिरको सिँढीबाट ओर्लिएर पहाडको बाटोतिर लागे। उनी हिजोको आर्यन थिएन नब, उनी अब एउटा यस्तो मानिस थिए जसले अन्धकारसँग आँखा जुदाएर उज्यालोको बाटो चिन्न सिकिसकेको थियो। र तपाईँ जो आज यो सुन्दै हुनुहुन्छ, यदि तपाईँलाई पनि लाग्दैछ कि आशा टुटिसक्यो भने सम्झनुहोस्, तपाईँ एक योद्धा हुनुहुन्छ। तपाईँले योभन्दा पनि ठुला आँधीहरू पार गर्नुभएको छ जीवनमा। आज हार नमानी
केवल एक दिन अझै भन्ने सोच्नुहोस्। भोलिको बिहानीले तपाईँलाई एउटा नयाँ कथा लेख्ने मौका दिनेछ। गहिरो सास लिनुहोस्, आफूलाई प्रेम गर्नुहोस् र विश्वास गर्नुहोस् कि सबै राम्रो हुनेछ। यो कथा सकिएसँगै अब हामी लागौँ आजको अर्को कथातर्फ। आजको अर्को कथा यसरी सुरु हुन्छ। कथा सुरु हुन्छ पहिलो खण्डबाट। खण्ड 1, कथाको पृष्ठभूमि र चिट्ठाको सपना। छिट्टै इमान्दार र प्रतिष्ठित बन्ने चाहना कसलाई पो हुँदैन र। ती दिनहरूको कुरा हो जति बेला चिट्ठाको निकै चर्चा थियो। मेरा साथी विक्रमका बुबा, काका र दाजु सबैले एउटा एउटा चिट्ठाको टिकट किनेका थिए। कसको भाग्य खुल्ने हो कसले जान्ने। जसको नाममा परे पनि पैसा त घरमै आउने हो। तर विक्रमलाई कसले सोध्ने। बढीमा 5-10 हजार रुपियाँ देलान्, तर त्यतिकै उसको जिन्दगीमा के नै पो हुन्थ्यो र। उसको योजना त सबैभन्दा पहिले सम्पूर्ण संसारको यात्रा गर्ने थियो। ऊ एकै ठाउँमा धेरै दिन बसेर संसार यात्राको एउटा ठुलो ग्रन्थ लेख्न चाहन्थ्यो। त्यसपछि उसलाई एउटा निकै ठुलो पुस्तकालय बनाउनु थियो, जसमा संसारभरिका उत्कृष्ट रचनाहरू जम्मा गरिउन्। पुस्तकालयका लागि मात्रै ऊ 2 लाख रुपियाँ खर्च गर्न तयार थियो। बङ्गला र फर्निचर त उसका लागि सामान्य कुरा थिए। यदि बुबा वा काकाको नाममा चिट्टा पर्यो भने 5,000 भन्दा बढी पाइने आशा थिएन। आमाको नाममा पर्यो भने 20,000 सम्म मिल्न सक्थ्यो। तर दाजुको नाममा पर्यो भने त उसको हातमा एक सुक्का पनि पर्नेवाला थिएन। विक्रम निकै स्वाभिमानी थियो। घरका मान्छेसँग पनि खैरात वा पुरस्कारको रूपमा केही लिनुलाई ऊ आफ्नो अपमान सम्झन्थ्यो। ऊ भन्थ्यो, भाइ, कसैको अगाडि हात फैलाउनु भन्दा त कुनै खाल्डोमा डुबेर मर्नु बेस छ। जब मानिसले यो संसारमा आफ्ना लागि कुनै स्थान बनाउन सक्दैन भने यहाँबाट प्रस्थान गर्नु नै उचित हुन्छ। त्यसैले ऊ आफ्नै लागि एउटा टिकट किन्न निकै बेचैन थियो। तर घरमा उसलाई चिट्टाको टिकट किन्न कसले पैसा दिने, अनि उसले माग्ने पनि कसरी। धेरै सोच विचार गरेर उसले मलाई भन्यो, किन हामी 2 जना मिलेर एउटा टिकट नकिन्ने ह। उसको यो प्रस्ताव मलाई पनि मन पर्यो। म ती दिनहरूमा स्कुलको मास्टर थिएँ। जम्मा 20 रुपियाँ तलब पाउँथेँ। त्यही पैसाले पनि बडो मुस्किलले गुजारा चलिरहेको हुन्थ्यो। मेरो लागि 10 रुपियाँको चिट्ठाको टिकट किन्नु भनेको सेतो हात्ती किन्नु सरह थियो। हो, 1 महिनासम्म दुध, घिउ, खाजा र माथिका सबै खर्चहरू कटौती गर्ने हो भने 5 रुपियाँको जुगाड चाहिँ हुन सक्थ्यो। तैपनि मलाई डर लागिरहेको थियो। विक्रमले भन्यो, म आफ्नो औँठी बेचिदिन्छु। घरमा सोधे भने औँलाबाट खस्यो भनिदिउँला। त्यो औँठी 10 रुपियाँ भन्दा कमको थिएन। त्यसबाट सिँगै टिकट आउन सक्थ्यो। तर पछि यो तय भयो कि हाम्रा पुराना किताबहरू कुनै सेकेन्ड ह्यान्ड किताबको पसलमा बेचेर त्यसैको पैसाले टिकट किन्ने। हामीसँग किताब बाहेक बेच्न मिल्ने अरू कुनै कुरा पनि थिएन। विक्रमले पहिले औँठी बेच्ने कुरा त गर्यो, तर फेरि उसैले भन्यो, होइन यार, चोरी खुल्यो भने त बिजेत हुन्छ, अनि तिम्रो साथसाथै मैले पनि गाली खानुपर्छ। अन्ततः यही तय भयो कि हाम्रा पुराना किताबहरू कुनै सेकेन्ड ह्यान्ड किताबको पसलमा बेचेर त्यसैको पैसाले टिकट किन्ने। हामीसँग किताब बाहेक बेच्न मिल्ने अरू कुनै चिज पनि थिएन। हामी दुवैजना सँगै म्याट्रिक पास भएका थियौँ। डिग्री लिनेहरूले पनि आँखा बिगारेर घरको पैसा बर्बाद पारेर जुत्ता पड्काउँदै हिँडेको बेरोजगार भएको देखेर हामीले पढाइ त्यहीँ रोकिदिएका थियौँ। म स्कुलको मास्टर भएँ, अनि विक्रम चाहिँ यताउता बरालिन मटर गस्ती गर्न थाल्यो। हाम्रा पुराना किताबहरू अब धमिराको आहार बाहेक हाम्रो कुनै काम आउनेवाला थिएनन्। हामीले जति पढ्नु थियो पढिसकेका थियौँ। तिनको सार निकालिसकेका थियौँ। अब मुसाले खाउन् कि धमिराले, हामीलाई वास्ता थिएन। हामी दुवैले ती किताबहरूलाई कसिङ्गरको थुप्रोबाट निकाल्यौँ, टकटक्यायौँ र एउटा ठुलो बन्डल बनायौँ। मलाई सहरका सबै बुक सेलरहरूले मास्टरको रूपमा चिन्थे। त्यसैले किताब बेच्ने जिम्मा विक्रमलाई दिइयो। ऊ आधा घन्टामै 10 रुपियाँको एउटा नोट लिएर उफ्रिँदै आइपुग्यो। मैले त उसलाई यति धेरै खुसी कहिल्यै देखेको थिइनँ। ती किताबहरू 40 रुपियाँ भन्दा कमका थिएनन्, तर त्यो बेला ती 10 रुपियाँ पनि हामीलाई बाटोमा भेट्टाए जस्तै लागेको थियो। अब टिकटमा आधा आधाको साझेदारी हुने भयो। 10 लाखको रकम मिल्नेछ, जसमा 5 लाख मेरो भागमा पर्नेछ र 5 लाख विक्रमको भागमा। हामी आफ्नै यही मिठो सपनामा मग्न थियौँ। मैले सन्तोषको भाव देखाउँदै भने, 5 लाख पनि केही कम रकम हो र। तर विक्रम त्यति सन्तोषी थिएन। उसले भन्यो, 5 लाख? हाम्रा लागि त अहिले 5 रुपियाँ पनि धेरै हो।
तर जिन्दगीको प्रोग्राम योजना त बदलियो नि। विश्व यात्रा त टार्न सकिँदैन। अब मैले आपत्ति जनाउँदै भने, आखिर यात्रामा तिमी 2 लाखभन्दा बढी त खर्च गर्दैनौ होला नि? होइन, यसको बजेट 3.5 लाखको छ। 7 वर्षको प्रोग्राम छ। वर्षको 50,000 रुपियाँ त भयो नि, महिनाको 4,000 जति। म त सोच्छु 2,000मा त बडो आरामले बस्न सकिन्छ। विक्रम अलि तातेर रिसाएर भन्यो, म शानका साथ बस्न चाहन्छु, भिखारी जस्तो होइन। 2,000मा तिमी पनि शानले बस्न सक्छौ नि, मैले भने। जबसम्म तिमीले आफ्नो भागबाट मलाई थप 2 लाख दिँदैनौ, यो मेरो योजना पुरा हुन सक्दैन। तिम्रो पुस्तकालय सहरमै बेजोड हुनुपर्छ भन्ने के जरुरी छ र? म त बेजोड नै बनाउँछु, तिमी तयार छौ भने भन। तर मेरो पैसाबाट तिमीलाई एक सुक्का पनि मिल्नेवाला छैन। मेरो आवश्यकता हेर न, तिम्रो घरमा प्रशस्त सम्पत्ति छ, तिम्रो टाउकोमा कुनै बोझ छैन। मेरो टाउकोमा त पुरै परिवारको बोझ छ। 2वटी बहिनीको बिहे गरिदिनु छ, 2 भाइको पढाइ छ, नयाँ घर बनाउनु छ। मैले त निदो गरिसकेको छु कि सबै पैसा सिधै बैंकमा जम्मा गर्छु र त्यसको ब्याजले काम चलाउँछु। यस्तो शर्त राखिदिन्छु कि मेरो शेषपछि पनि यो रकममा कसैले हात हाल्न नसकोस्। विक्रमले सहानुभूति देखाउँदै भन्यो, यस्तो अवस्थामा तिमीसँग पैसा माग्नु त अन्याय नै हो। मै बरु दुःख उठाउँला, तर बैंकको ब्याज दर त निकै घटेको छ नि अहिले। हामीले धेरै बैंकहरूको ब्याज दर हेर्यौँ, मुद्दती खाताको पनि बचत खाताको पनि। साँच्चै दर निकै कम थियो। 2.5% पैसा जम्मा गर्नु व्यर्थ थियो। त्यसो भए किन गाउँमा ब्याजमा लगाउने कारोबार सुरु नगर्ने त? यसपछि चाहिँ विक्रमको विश्व यात्रा अहिलेलाई स्थगित हुने भयो। दुवैको सहमति भयो। जब लेनदेनबाट केही धन जम्मा हुन्छ तब ऊ यात्रामा निस्कनेछ। लेनदेनमा ब्याज पनि राम्रो मिल्नेछ र आफ्नो रवाफ पनि रहनेछ। तर जबसम्म राम्रो दितो हुँदैन, कसैलाई पैसा दिनु हुँदैन। ऋणी जतिसुकै विश्वासिलो किन नहोस्, धितो वा सम्पत्ति दृष्टिबन्धक राखेर मात्रै पैसा दिनुपर्छ, अनि त कुनै झन्झटै हुँदैन। यो चरण पनि पार भयो। अब प्रश्न उठ्यो कि टिकट कसको नाममा किन्ने। विक्रमले आफ्नै नाम राख्न निकै जिद्दी गर्यो। यदि उसको नाम रहेन भने उसले टिकट नै नकिन्ने धम्की दियो। मैले अरू कुनै उपाय नदेखेर मन्जुर गरेँ, त्यो पनि बिना कुनै तमसोक वा लिखापढी, जसले गर्दा पछि मलाई ठुलो हैरानी खेप्नु पर्यो। एक एक गर्दै पर्खाइका दिनहरू काटिन थाले। बिहान हुने बित्तिकै हाम्रा आँखा क्यालेन्डरमा पर्थे। मेरो घर विक्रमको घरसँगै जोडिएको थियो। स्कुल जानु अघि र स्कुलबाट फर्केपछि हामी दुवै सँगै बसेर आफ्ना योजना बुन्ने गर्थ्यौँ, त्यो पनि कसैले नसुन्ने गरी। हामी टिकट किनेको रहस्य लुकाएर राख्न चाहन्थ्यौँ। जब यो रहस्यले सत्यको रूप धारण गर्नेछ त्यति बेला मानिसहरू कति चकित हुनेछन्, त्यो दृश्यको नाटकीय आनन्द हामी गुमाउन चाहँदैनथ्यौँ। एक दिन कुरै कुरामा विवाहको प्रसङ्ग चल्यो। विक्रमले दार्शनिक गम्भीरताका साथ भन्यो, भाइ, म बिएससीको झन्झट पाल्न चाहन्न। व्यर्थको चिन्ता, त्यसमाथि श्रीमतीको नखरामै धेरै रुपियाँ सकिन्छन्। मैले यसको विरोध गरेँ। हो, त्यो त ठिकै हो, तर जबसम्म जीवनको सुख दुःख बाँड्ने साथी कोही हुँदैन, जीवनको आनन्द के नै भयो र? म त वैवाहिक जीवनदेखि त्यति विरक्त छैन। म त यस्तो साथी चाहन्छु जो अन्त्यसम्म साथ रहोस्, र यस्तो साथी श्रीमती बाहेक अरू कोही हुन सक्दैन। विक्रम अलि बढी नै कडा मिजाजमा बोल्यो। आफ्नो आफ्नो दृष्टिकोण हो, तिमीलाई नै बधाई छ, तर कुकुर जस्तै उसको पछि पछि लाग्नु अनि बच्चाहरूलाई संसारको सबैभन्दा ठुलो सम्पत्ति र ईश्वरको सबैभन्दा ठुलो कृपा सम्झिनु, तिमीलाई नै बधाई। म त स्वतन्त्र रहनेछु। आफ्नो मर्जी भयो। जति बेला मन लाग्यो उड्यो, जति बेला मन लाग्यो घर आयो। हरेक समय एउटा चौकीदार टाउकोमा सवार भएको जस्तो त हुँदैन नि। कमसेकम घर आउन अलिकति ढिलो भयो कि तुरुन्तै बोली सुन्नपर्छ, अहिलेसम्म कहाँ थियौ भनेर। कतै बाहिर निस्कन लाग्यो कि तुरुन्तै प्रश्न आउँछ, कहाँ जान लागेको? अनि दुर्भाग्यवश श्रीमती पनि सँगै जाने भइन् भने त डुबेर मर्नुबाहेक तिम्रो लागि अर्को बाटो कुनै रहँदैन। होइन दाजु, मलाई तिमीप्रति अलिकति पनि सहानुभूति छैन। बच्चालाई अलिकति रुगा लाग्यो कि आत्तिएर होमियोप्याथिक डाक्टर कहाँ दौडियो, अनि अलिकति उमेर ढल्केपछि छोराहरूले तिम्रो बाटो हेर्न थाल्छन्, यो कहिले माथि प्रस्थान गर्ला भनेर। अनि मौका पायो भने तिमीलाई विष खुवाइदिन्छन् र तिमीलाई हैजा लागेको थियो भनेर हल्ला फिजाइदिन्छन्। म यस्तो झमेलामा पर्नेवाला छैन। त्यत्तिकैमा कुन्ती आइपुगी। कुन्ती विक्रमकी सानी बहिनी थिए, करिब 11 वर्षकी, 6औं कक्षामा पढ्ने। उनी निकै चुलबुले र चञ्चल थिइन्। यति जोडले ढोका खोली कि हामी दुवै झस्किएर उठ्यौँ। विक्रमले रिसाउँदै भन्यो, तँ बडो शैतान छेस कुन्ती, तँलाई यहाँ कसले बोलायो?
कुन्तीले गुप्तचरले जस्तै कोठामा नजर डुलाउँदै भनी, तिमीहरू जति बेला पनि ढोका बन्द गरेर के कुरा गरिरहेका हुन्छौ? जब हेर यहीँ बसेका हुन्छौ, न कतै घुम्न जान्छौ न तमासा हेर्न। कुनै जादु मन्तर जगाउँदैछौ कि क्या हो? विक्रमले उसको घाँटी समातेर हल्लाउँदै भन्यो, हो, एउटा मन्त्र जगाउँदैछौँ, जसले गर्दा तँलाई यस्तो दुला मिलोस् जसले दिनौँ तातो तातो 5 झापड लगाओस् तँलाई। कुन्ती उसको ढाडमा चढ्दै बोली, म यस्तो दुलासँग बिहे गर्छु जो मेरो अगाडि उभिएर पुच्छर हल्लाइरहोस्। म मिठाईको दाना फालिदिन्छु र उसले चाटोस्। अलिकति पनि चुच्या गर्यो भने कान तताइदिन्छु। अनि थपी, आमालाई चिट्टाको पैसा मिल्यो भने 50,000 मलाई दिनुहुन्छ। अनि म सानले बस्छु। दुवै ठाकुरजीसँग आमाको लागि प्रार्थना गर्छु। आमा भन्नुहुन्छ, कुमारी केटीहरूको प्रार्थना कहिले खेर जाँदैन। मेरो मनले भन्छ कि आमालाई पक्कै चिट्टा पर्नेछ। मलाई याद आयो, एकपटक म मेरो मामा घर गएको थिएँ। त्यहाँ खडेरी परेको थियो। भदौ महिना लागिसक्दा पनि पानीको थोप्पो परेको थिएन। तब मानिसहरूले चन्दा उठाएर गाउँका सबै कुमारी केटीहरूलाई भोज खुवाएका थिए र त्यसको तेस्रो दिनमै मुसलधारे पानी परेको थियो। पक्कै पनि कुमारीहरूको प्रार्थनामा असर हुन्छ। मैले विक्रमलाई हेरेँ, अर्थपूर्ण आँखाले हेरेँ। विक्रमले पनि मलाई आँखाले नै इसारा गर्यो र हामीले एउटा निदो गऱ्यौँ। विक्रमले कुन्तीलाई भन्यो, लौ ठिक छ, तँलाई एउटा कुरा भन्छौँ तर अरू कसैलाई त भन्दैनस् नि। तँ त कति राम्री बहिनी छेस्, कसैलाई नभन्नु है। म तँलाई खुब पढाउँछु, पास गराइदिन्छु। कुरा के हो भने हामी दुवैले पनि चिट्ठाको टिकट किनेका छौँ। हाम्रो लागि पनि ईश्वरसँग प्रार्थना गर्दै यदि हामीलाई पैसा मिल्यो भने तेरो लागि राम्रा राम्रा गहना बनाइदिनेछौँ। कुन्तीलाई विश्वास दिलाउन हामीले निकै नखरा गर्नु पर्यो। जब हामीले उसलाई शिरदेखि पाउसम्म सुन र हिराले भरिदिने प्रतिज्ञा गऱ्यौँ तब उसले हाम्रो लागि प्रार्थना गर्न राजी भई। तर उसको पेटमा त्यत्रो कुरा पच्न कहाँ सक्थ्यो र। ऊ एकैछिनमा सिधै भित्र भागिएर हेर्दा हेर्दै पुरै घरमा यो खबर फैलियो। अब हेर्नुहोस्, विक्रमले गाली खाइरहेको छ, आमाबाट पनि, काकाबाट पनि, बुबाबाट पनि। सँगै बसेर त तिमीहरूलाई मूर्खता मात्रै सुल्झिन्छ। पैसा लगेर पानीमा फाल्यौ। घरमा यति धेरै मान्छेले टिकट किनेकै थिए, तिमीहरूले किन्नुपर्ने के जरुरी थियो? तिमीहरूलाई त्यही चिट्टापटक परेको भए केही मिल्थेन र? अनि मलाई पनि गाली पर्न थाल्यो। अनि तिमी नि मास्टर साहब, बिल्कुलै भोका छौ कि क्या हो? केटालाई राम्रो कुरा केही सिकाउँथ्यौ, उल्टै उसलाई बिगार्दैछौ। विक्रम त घरको पुलपुलिएको छोरो थियो। उसलाई अरूले के भन्थे र? कतै रिसाएर 1-2 छाक खाना नखाइदियो भने त घरमा आपत नै आउँथ्यो। त्यसैले सारा रिस मैमाथि पोखियो। यसकै सङ्गतमा परेर केटो बिग्रिएको छ। यही भनाइ सुरु हुन थाल्यो। मलाई अरूलाई उपदेश दिन सजिलो हुन्छ भन्ने उखान याद आयो। मलाई मेरो बाल्यकालको एउटा घटना याद आयो। होलीको दिन थियो। मामा साहब आउनुभएको थियो र रक्सीको बोतल मगाइएको थियो। मैले लुकेर कोठामा गई एक घोड्की रक्सी पिएको थिएँ। मामाले रङ्गे हात समातेर मलाई यति धेरै गाली गर्नुभयो कि मेरो सातो नै गयो। बुबाले धेरै सम्झाएपछि मात्र उहाँको रिस शान्त भएको थियो। तर दिउँसो तिनै मामा साहब आफै रक्सीले मातेर पागल झैँ गाउन थाल्नुभयो। सबैलाई गाली गर्दै हजुरबुबालाई समेत कुट्न दौडिनुभयो र अन्त्यमा भुइँमा बेहोस भएर लड्नुभयो। विक्रमका बुबा र काका दुवै जुम्लिया थिए। उनीहरू पहिले पूजापाठको मजाक उडाउने पक्का नास्तिक थिए। तर अहिले दुवैजना ठुला निष्ठावान र ईश्वर भक्त भएका थिए। ठुला ठाकुर बिहानै गङ्गा स्नान गर्न जान्थे, मन्दिरहरूको चक्कर लगाउँथे र दिउँसोभरि पुरै शरीरमा चन्दन दलेर घर फर्कन्थे। साना ठाकुर घरमै तातो पानीले नुहाउँथे र बाथरोगले ग्रस्त भए पनि रामनाम लेख्न सुरु गर्थे। घाम लागेपछि बाहिर निस्केर कमिलालाई पिठो खुवाउँथे। साँझ परेपछि दुवै भाइ ठाकुरद्वारे मन्दिरमा गएर आधा रातसम्म तल्लीन भएर भागवत कथा सुन्थे। विक्रमका दाजु प्रकाशलाई साधु महात्माहरूमा बढी विश्वास थियो। त्यसैले उनी मठ र साधुहरूका अखडा र कुटीहरू चाहर्थे। माताजी आमा त पहिलेदेखि नै धार्मिक थिइन्, तर अहिले त झन् बिहानदेखि मध्यरातसम्म स्नान, पूजा र व्रत बाहेक अर्को काम नै गर्दिनथिन्। मानिसहरू व्यर्थैमा लोभलाई नराम्रो भन्छन्। मैले त बुझेँ कि हाम्रो भक्ति, निष्ठा र धर्मप्रेम सबै केवल हाम्रो लोभ र स्वार्थकै भरमा पो टिकेको हुँदो रहेछ। त्यो मेरो लागि बिल्कुलै नयाँ अनुभव थियो। हामी दुवैजना पनि ज्योतिषी र पण्डितहरूलाई प्रश्न गर्दै हिँड्न थालेका थियौँ। चिट्ठा खोल्ने दिन नजिकिँदै थियो। मेरो मनमा अचानक बिना कारण एउटा शङ्का उत्पन्न हुन थाल्यो। कतै विक्रमले मलाई मेरो आधा हिस्सा दिन इन्कार गर्यो भने म के गरौँ? यदि उसले हामीबीच कुनै साझेदारी नै भएको थिएन भनेर भन्यो भने के गर्ने? न कुनै लिखित प्रमाण छ, न त कुनै अर्को सबुत नै। सबै कुरा विक्रमकै नियतमा भर परेको थियो। उसले स्वीकार गरेन भने त म कतै उजुरी गर्न पनि सक्दिनँ थिएँ।
दौलत पाएर इमान जोगाउनु निकै गाह्रो कुरा हो। अहिले पो चिट्टा परेको छैन र इमान्दार बन्न केही खर्च लाग्दैन। तर परीक्षाको घडी त तब आउँछ जब 10 लाख रुपैयाँ हातमा पर्छ। मैले आफ्नै अन्तर्मन छामेर हेरेँ। यदि टिकट मेरो नाममा हुन्थ्यो र मलाई 10 लाख पर्थ्यो भने के मैले बिना कुनै आनाकानी आधा पैसा विक्रमको हातमा राखिदिन्थेँ त? कसले भन्न सक्छ र? तर बढी सम्भावना त यही थियो कि म पनि बहाना बनाउन थाल्थेँ होला। म भन्थेँ होला, तैँले मलाई 5 रुपैयाँ उधारो दिएको थिइस्, त्यसको बरु 10 रुपैयाँ लि, अरू के गर्छस् र? अर्को दिन हामी दुवै पत्रिका हेरिरहेका थियौँ। त्यत्तिकैमा विक्रमले भन्यो, यदि हाम्रो टिकट पर्यो भने मलाई पछुतो हुनेछ कि मैले तिमीसँग किन साझेदारी गरेँ भनेर। मैले झस्किएर साँच्चै भनेर सोधेँ। उसले ठट्टा गरेको भने पनि मलाई उसको नियतमा शङ्का लाग्यो। मैले कागजमा लेखेर पक्का गरौँ भन्दा उसले सादा कागजको कुनै कानुनी मान्यता हुँदैन, यसमा किन समय बर्बाद गर्ने भनेर टार्न खोज्यो। यसबाट मलाई पक्का भयो कि विक्रमको नियत अहिलेदेखि नै बिग्रिसकेको छ। त्यत्तिकैमा बैठक कोठाबाट ठुलो झगडाको आवाज आयो। त्यहाँ ठुला ठाकुर र साना ठाकुर बीच भयङ्कर भनाभन भइरहेको थियो। उनीहरूबीच राम लक्ष्मणको जस्तो आदर्श प्रेम थियो। तर आज दुवैजना मुर्कै तानेर हानाहान गर्ने अवस्थामा पुगेका थिए। साना ठाकुर भन्दै थिए, संयुक्त परिवारमा जोसुकैको नाममा चिट्टा आए पनि त्यो सबैको साझा हुन्छ, बराबर बाँडिन्छ। ठुला ठाकुरले भने, कदापि होइन। यदि मैले कुनै अपराध गरेँ भने सजाय मलाई मिल्छ कि परिवारलाई? यो व्यक्तिगत कुरा हो, अदालतबाटै फैसला हुन्छ। आमाले आएर सम्झाउन खोजिन्, तर दुवैले आफ्नो अडान छोडेनन्। यही बेला विक्रमका दाजु प्रकाश टाउको र हातमा पट्टी बाँधेर लङ्गडाउँदै भित्र पसे। उनको लुगाभरि ताजा रगत लतपतिएको थियो। ठुला ठाकुरले अतालिँदै सोधे, के भयो? मोटर दुर्घटना भयो कि कसैसँग झगडा? प्रकाशले मुस्कुराउँदै भने, केही होइन, म झक्कड बाबा कहाँ गएको थिएँ। उहाँको दर्शन गर्न जानेलाई उहाँले ढुङ्गाले हान्नुहुन्छ। जो डराएर भाग्छ उसले केही पाउँदैन, जो ढुङ्गा खाएर पनि उभिरहन्छ उसले वरदान चिट्टा पाउँछ। आज म जाँदा त्यहाँ धेरै मानिसको भिड थियो। बाबाले ढुङ्गा हान्न थाल्नुभयो, सबै भागे। मैले भने टाउकोमा ढुङ्गा खाएँ र बेहोस भएर ढलेँ। होस आउँदा बाबा अन्तर्ध्यान भइसक्नु भएको थियो। म सिधै डाक्टर कहाँ गएर टाँका मारेर आएँ। यति चोट खाएर 10 लाख पाउनु कुनै नराम्रो सम्झौता होइन। अब चिट्टा मेरै नाममा पर्ने पक्का छ। बाबाले ढुङ्गा हान्ने यस्तो डरलाग्दो कुरा सुनेर साना ठाकुरको आङ सिरिङ्ग भयो। ढुङ्गा खाने उनको हिम्मत थिएन। अब अन्ततः आखिर भाग्यको फैसला हुने दिन आयो। जुलाईको 20 तारिक बिहान उठ्दा हामीलाई कुनै नसा चढे जस्तो भइरहेको थियो। दुवै ठाकुर दाजुभाइले रात छँदै गङ्गा स्नान गरेका थिए र अहिले मन्दिरमा बसेर पूजा गरिरहेका थिए। मेरो मनमा पनि अचानक श्रद्धा ओरिएर आयो। मन्दिरमा गएर मनमनै ठाकुरजीको स्तुति गर्न थालेँ। हे अनाथका नाथ, तिम्रो कृपा दृष्टि ममाथि परोस्। तिमीलाई थाहा छ मैले कति मुस्किलले टिकट किनेको हुँ। विक्रम सुटबुट लगाएर हुलाकीको बाटोमा हेर्दै ढोकामा उभिएको थियो। मन्दिरमा ठुला ठाकुरले टाउको उठाएर पुजारीलाई सोधे, भगवान त ठुला भक्तवत्सल छन्, होइन त पुजारीजी? पुजारीले समर्थन गर्दै भने, हो सरकार, भगवानले नै हात्तीलाई गोहीको मुखबाट बचाएका थिए। साना ठाकुरले पनि सोधे, भगवान त अन्तर्यामी छन् नि? पुजारीले भने, हो सरकार। दुवै दाजुभाइले आरती गाए र ठुला ठाकुरले सोधे, तिम्रो मनले के भन्छ पुजारीजी? पुजारीले भने, सरकारकै जय हुन्छ। साना ठाकुरले सोद्धा पनि पुजारीले त्यही जवाफ दिए। यता प्रकाश बाबु भने खुसी हुँदै मिठाई बाँड्न व्यस्त थिए। त्यत्तिकैमा विक्रम करायो। प्रकाशले ताली बजाउँदै भने, चिट्टा मलाई पर्यो भने 1 लाख दिन्छु है। तर विक्रम झन् ठुलो स्वरले हाँस्यो र भन्यो, जसको नाममा चिट्टा परेको छ म उसैसँग 1 लाख लिन्छु। अब सुन्न तयार हुनुहोस्, चिट्ठाको नतिजा आयो। चिट्ठा अन्ततः अमेरिकाको एउटा अश्वेत व्यक्ति हब्सीको नाममा पर्यो। यो सुन्ने बित्तिकै ठुला ठाकुर रिसले चुर भए। उनले तुरुन्तै मन्दिरमा गएर पुजारीलाई जागिरबाट निकालिदिए। यसैका लागि तँलाई यतिका दिनदेखि पालेर राखेको थिएँ, सित्तैमा खान्छस्। साना ठाकुरको त कम्मर नै भाँचिए जस्तो भयो। उनी त्यहीँ थुचुक्क बसे। प्रकाशको रिसको त झन् कुनै सीमा नै थिएन। उसले आफ्नो मोटरसाइकल निकाल्यो र झक्कड बाबालाई कुट्न भनेर हुइकियो। माताजीले चाहिँ सबैले बेइमानी गरे भन्दै चित्त बुझाइन्। म भने उदास भएर बसेको थिएँ। त्यत्तिकैमा विक्रम आयो। मैले सोधेँ, के भयो? उसले भन्यो, मैले हुलाकीको अगाडि हजारौंको भिड देखेँ। अनि पो मेरो दिमाग खुल्यो। एउटा सहरमा एकजना, हिन्दुस्तानमा हजारौं र पुरै दुनियाँमा लाखौं मानिसले टिकट किनेका होलान्।
अनि मैले चाहिँ हाम्रै घरको एकजनालाई पर्छ भनेर सोचेर बसेको थिएँ। मलाई त आफैदेखि हाँसो उठ्यो। कुरा त यथार्थमा यही नै थियो। अन्त्यमा विक्रमले मलाई हेर्दै भन्यो, हामी दुवैजना कागजमा लेख्न तमसुक गर्न मरिहत्ते गरिरहेका थियौँ। तर साँचो कुरा भन त, के तिम्रो नियत खराब भएको थियो? मैले मुस्कुराउँदै जवाफ दिएँ, तिमीले साँचो भन्यौ भने म पनि भन्छु। यो कथा यसरी यही सकिन्छ। अब हामी लागौँ आजको अर्को कथातर्फ। आजको अर्को कथा यसरी सुरु हुन्छ। धेरै पहिलेको कुरा हो। मध्यरातको समय थियो। आकाशमा पूर्ण चन्द्रमा आफ्नो पूर्ण वंशका साथ हाँसिरहेको थियो। तर त्यसको चाँदी जस्तै टल्किने उज्यालो शान्ति सरोवर नामक एक सरोवरको स्थिर पानीमा नाचिरहेको थियो। वरिपरिको जङ्गल यति शान्त थियो कि हावाले पात सुमसुम्याएको आवाज पनि प्रष्ट सुनिन्थ्यो। तर त्यो मनोहर दृश्यको बीचमा पनि नीरव नामक एक व्यक्तिको मनमा भने एउटा भयङ्कर आँधी चलिरहेको थियो। नीरव सहरको सबैभन्दा व्यस्त गल्ली र हजारौँ मानिसहरूको भिडबाट भागेर यहाँ आइपुगेका थिए। उनको मोबाइलमा सयौँ सन्देशहरू थिए, सामाजिक सञ्जालमा हजारौँ साथीहरू थिए। तर उनको हृदयको एउटा कुना भने मरुभूमि जस्तै सुक्खा र रित्तो एक्लो थियो। उनी भिडमा भएर पनि एक्लै थिए र त्यो एक्लोपनले उनलाई भित्रभित्रै एउटा धमिराले झैँ खाइरहेको थियो। त्यही सरोवरको किनारमा ध्यानमग्न भएर बसिरहनुभएका गुरु ज्ञान सागरको नजिकै पुगेर नीरवले चिच्याएर भने, गुरुदेव, मलाई यो शून्यताले निसासिने बनाइसक्यो। नीरवको स्वरमा एउटा गहिरो पीडा र थकान थियो। म मानिसहरूकै बीचमा हुन्छु, तर मलाई कोही आफ्नो छैन जस्तो लाग्छ। के म सधैँ यसरी एक्लै नै मर्नेछु? यो एक्लोपनबाट बच्ने कुनै उपाय छैन? गुरु ज्ञान सागरले बिस्तारै आफ्ना आँखाहरू खोल्नुभयो। उहाँको अनुहारमा चन्द्रमाको प्रकाश झल्किएको थियो, जसले उहाँलाई कुनै दैवी पुरुष जस्तै देखाउँथ्यो। उहाँले सरोवरको पानीमा एउटा सानो ढुङ्गा फाल्नुभयो। पानीमा लहरहरू उठे र बिस्तारै शान्त भए। नीरव, तिमीले जसलाई एक्लोपन भनिरहेका छौ त्यो वास्तवमा एउटा बिमारी होइन। यो त तिम्रो आफ्नै आत्माले तिमीलाई चिन्न र भेट्नका लागि दिइरहेको एउटा सङ्केत हो। गुरुको स्वरमा एउटा अद्भुत जादु र आश्वासन थियो। संसारले तिमीलाई एक्लै हुनु भनेको अभागी हुनु हो भनेर सिकायो, तर अध्यात्मले भन्छ एक्लै हुनु भनेको मुक्त हुनु हो। तिमीलाई मानिसहरूको अभावले होइन, बरु तिम्रो आफ्नै अभावले यो पीडा भइरहेको छ। गुरुले अगाडि भन्नुभयो, आजको यो रात म तिमीलाई 10वटा यस्ता दिव्य सूत्रहरू दिनेछु जसले तिम्रो यो बिझाउने एक्लोपनलाई एउटा शक्तिशाली र आनन्दमयी एकान्तमा बदलिदिनेछ। यी सूत्रहरूले तिम्रो रित्तो हृदयलाई यति गहिरो ऊर्जाले भरिदिनेछन् कि त्यसपछि तिमीले कहिल्यै कसैको सहारा खोज्नुपर्ने छैन। ध्यान दिएर सुन। पृष्ठभूमिमा सरोवरको पानीको मधुरो छल्का र रातका किराहरूको झ्याउकिरीको आवाज बिस्तारै गुनगुनाइरहेका थिए, जसले त्यो वातावरणलाई झनै रहस्यमय र शान्त बनाउँछ। गुरु ज्ञान सागरले सरोवरको शान्त पानीमा पौडिरहेको चन्द्रमाको प्रतिबिम्बलाई हेर्दै भन्नुभयो, नीरव, पहिलो र सबैभन्दा आधारभूत सूत्र हो एकान्तको आनन्द सिक्ने। हेर नीरव, संसारले तिमीलाई सिकाएको सबैभन्दा ठुलो भ्रम के हो भने एक्लै हुनु भनेको अभागी हुनु हो। तर सत्य त यो हो कि तिमी जबसम्म आफ्नो साथमा बस्न सिक्दैनौ तबसम्म तिमी अरूका लागि पनि एउटा बोझ मात्र बन्नेछौ। एक्लोपन र एकान्त बीचको त्यो मसिनो तर अत्यन्तै गहिरो भिन्नतालाई बुझ बाबु तिमी। एक्लोपन एउटा सजाय जस्तो लाग्छ, जहाँ तिमीलाई अरूको अभावले पोलिरहेको हुन्छ। तर एकान्त एउटा उत्सव हो, जहाँ तिमीलाई आफ्नै उपस्थितिले आनन्द दिइरहेको हुन्छ। हामी मानिसहरू मौनतासँग डराउँछौँ, किनकि जब चारैतिर शान्त हुन्छ तब हामीले आफ्नै भित्री आवाज सुन्नुपर्ने हुन्छ, जुन प्राय गुनासो, अतीतका चोट र भविष्यका डरले भरिएको हुन्छ। त्यही आवाजबाट भाग्न हामी कहिले भिडमा जान्छौँ, कहिले मोबाइलको सानो पर्दामा झुन्डिन्छौँ, त कहिले व्यर्थका कुराकानीमा अल्झिन्छौँ। तर याद राख, तिमी जति धेरै आफैबाट भाग्छौ तिम्रो एक्लोपन त्यति नै भयङ्कर र बिझाउने हुँदै जान्छ।
आजदेखि यो मौनतासँग डराउन छोडिदेऊ। एकान्तलाई आफ्नो शत्रु होइन, एउटा आत्मरूपान्तरणको प्रयोगशाला बनाऊ। यो समयलाई आफ्नो आत्मवृद्धिको लागि प्रयोग गर। जसरी एउटा बिउ माटोमुनि एक्लै हुँदा नै अङ्कुराउँछ र विशाल रुख बन्छ, त्यसरी नै तिम्रो भित्री विकास पनि एकान्तको गर्भमै सम्भव छ। एकान्तले तिमीलाई आफ्नो साँचो रूपसँग परिचय गराउँछ। आफ्नै साथमा रमाउन सिक नीरव। जब तिमीलाई आफ्नै विचारहरू रोचक लाग्न थाल्छन्, जब तिमीलाई आफ्नै मौनता प्रिय लाग्न थाल्छ, तब तिमीलाई कसैले छोडेर जाला कि भन्ने डर कहिल्यै हुँदैन। जो मानिस आफैमा पूर्ण छ, उसलाई सारा संसारले छोडे पनि ऊ कहिल्यै एक्लो हुँदैन। एकान्त त त्यो महाशक्ति हो जसले तिमीलाई बाहिरी संसारको भावनात्मक दासताबाट सधैँका लागि मुक्त गरिदिन्छ। सरोवरको किनारमा एउटा चिसो हावाको लहर चल्छ र नीरवले पहिलो पटक आफ्नो वरिपरिको शून्यतामा एउटा अनौठो शान्ति महसुस गर्छन्। गुरु ज्ञानसागरले सरोवरको किनारमा रहेको एउटा चम्किलो ढुङ्गालाई सुमसुम्याउँदै भन्नुभयो, नीरव, दोस्रो सूत्र तिम्रो भित्री संसारको सबैभन्दा ठुलो शक्तिको बारेमा हो, र त्यो हो स्वयंसँगको संवाद सुरु गर्नु। हामी मानिसहरू सधैँ अरू कसैले हाम्रो कुरा सुनिदेओस्, कसैले हामीलाई सान्त्वना देओस् वा कसैले हाम्रो प्रशंसा गरिदेओस् भनेर पर्खिरहेका हुन्छौँ। हामी एउटा यस्तो साथीको खोजीमा जीवन बिताउँछौँ जसले हाम्रो मौनतालाई पनि बुझोस्। तर बाबु, तिमीले कहिल्यै सोचेका छौ तिम्रो सबैभन्दा नजिकको, सबैभन्दा इमान्दार र सधैँ साथ रहने साथी त तिमी आफै हौ। विडम्बना यो छ कि हामी सारा संसारसँग कुरा गर्छौँ, तर आफूसँग भने कहिल्यै संवाद गर्दैनौँ। जब तिमी एक्लो हुन्छौ र तिम्रो मनमा दुःखको बादल मडारिन्छ नि, तब आफूलाई एउटा पीडितको रूपमा होइन, एउटा पथ प्रदर्शक वा गुरुको रूपमा हेर्न सिक। होसपूर्ण रूपमा आफैसँग कुरा गर। यदि तिम्रो कुनै प्रिय मित्र दुखी भएको भए तिमी उसलाई कस्तो सल्लाह दिन्थ्यौ भन त? उसलाई कसरी सम्झाउँथ्यौ? ठ्याक्कै त्यही करुणा र त्यही प्रेमका साथ आफैसँग कुरा गर्न सिक। आफ्ना विचारहरूलाई एउटा साक्षी बनेर निहाल र सोध, ए मन, किन डराइरहेका छौ? तिमीलाई के को अभाव छ? जब तिमी यसरी चेतनशील भएर आफैसँग संवाद गर्छौ नि, तब तिम्रो भावनात्मक निर्भरता बिस्तारै घट्न थाल्छ। तिमीले आफ्नो खुसीको साँचो अरूको हातमा सुम्पन छोडिदिन्छौ। यो अभ्यासले तिमीलाई आत्मनिर्भर बनाउँछ। तिमीभित्र एउटा यस्तो बलियो घर निर्माण हुन्छ जसलाई बाहिरका मानिसहरू आउनाले वा हुनाले कुनै फरक पर्दैन। याद राख नीरव, जो मानिसले स्वयंसँग मित्रता गाँच्न सफल हुन्छ उसलाई यो ब्रह्माण्डको कुनै पनि कुनाले एक्लोपनको महसुस गराउन सक्दैन। आकाशमा जुन पनि एक्लै छ, तर उसले आफ्नो उज्यालोसँग कुरा गर्छ, त्यसैले ऊ मग्न छ। तिमी पनि आफ्नो भित्री प्रकाशसँग संवाद गर्न सिक। तिम्रो आत्मा नै तिम्रो सबैभन्दा ठुलो सहारा हो। सरोवरको पानीमा चन्द्रमाको प्रतिबिम्ब स्थिर देखिन्छ र नीरवले आफ्नो भित्र कतै एउटा मधुरो तर भरोसापूर्ण आवाज सुनिएको महसुस गर्छन्। गुरु ज्ञानसागरले सरोवरको किनारमा उम्रिएको एउटा सानो जङ्गली फुललाई सुमसुम्याउनुभयो जुन ओसले भिजेको थियो। उहाँको स्वरमा एउटा गहिरो करुणा थियो। नीरव, तेस्रो सूत्र तिम्रो ध्यानको दिशा बदल्ने बारेमा हो, र यो हो अरूलाई मद्दत गर्ने। नीरव, हामी धेरैजसो किन एक्लो महसुस गर्छौँ थाहा छ? किनकि हाम्रो सम्पूर्ण ध्यान केवल म, मेरो दुःख र मेरो अभावमा मात्र केन्द्रित हुन्छ। हामीले आफ्नो वरिपरि एउटा यस्तो पर्खाल बनाएका हुन्छौँ जहाँ केवल आफ्नै विचारहरूको प्रतिध्वनि मात्र सुनिन्छ। यो स्व केन्द्रित सोच नै एक्लोपनको सबैभन्दा ठुलो कारागार हो। जब तिमी यो कारागारबाट बाहिर निस्केर कसैको आँसु पुस्छौ वा कसैको ओठमा मुस्कान ल्याउने एउटा सानो प्रयास गर्छौ, तब तिम्रो त्यो म भन्ने अहङ्कारको पर्खाल अचानक भत्किन्छ। परोपकार एउटा यस्तो जादु हो जसले तिम्रो भित्री रित्तोपनलाई अर्थपूर्ण ऊर्जाले भरिदिन्छ। जब तिमी कसैलाई मद्दत गर्छौ, तिमीलाई यो महसुस हुन्छ कि म यो संसारको लागि उपयोगी छु, र यो उपयोगी हुनुको भाव नै एक्लोपनको सबैभन्दा अचूक औषधि हो। मद्दत गर्नका लागि तिमीसँग धेरै धन वा ठुलो शक्ति हुनु पर्दैन बाबु। कुनै भोको प्राणीलाई गाँस दिनु, कोही दुखी मानिसको कुरा धैर्यताका साथ सुनिदिनु, वा कसैलाई एउटा निस्वार्थ मुस्कान दिनु, यी साना कार्यहरूले नै तिम्रो आत्मालाई अस्तित्वसँग जोडिदिन्छन्। सेवाले तिम्रो ध्यानलाई अभावबाट हटाएर प्रदानतर्फ मोडिदिन्छ। याद राख नीरव,
एउटा जमेर बसेको पोखरी छिट्टै गनाउन थाल्छ। तर जुन पानी अरू तिर्खाएकाहरूका लागि बगिरहन्छ त्यो सधैँ ताजा र पवित्र रहन्छ। तिम्रो प्रेम र समय पनि त्यस्तै बगिरहने पानी जस्तै हुनुपर्छ। जब तिमी अरूको जीवनमा उज्यालो छर्न थाल्छौ, तिम्रो आफ्नै अँध्यारो कोठा आफै उज्यालो हुन थाल्छ। सेवा नै त्यो धागो हो जसले तिमीलाई सिङ्गो मानवतासँग जोड्छ र तिमी कहिल्यै एक्लो नभएको प्रमाण दिन्छ। त्यो सरोवरको किनारमा एउटा सानो माछा पानीको सतहमा उफ्रिन्छ र नीरवले महसुस गर्छन् कि उनको हृदयको रित्तोपन बिस्तारै एउटा न्यानो शान्तिले भरिँदैछ। गुरु ज्ञानसागरले आफ्नो हात माथि अनन्त आकाशतर्फ फैलाउनु भयो, जहाँ ताराहरू कुनै हिरा जस्तै चम्किरहेका थिए। उहाँको औँलाले पर अँध्यारोमा मौन उभिएका विशाल पहाड र देवदारका रुखहरूलाई पनि सङ्केत गरिरहेको थियो। नीरव, चौथो सूत्र यो ब्रह्माण्डको सबैभन्दा ठुलो र निस्वार्थ साथीसँग जोडिनु हो, प्रकृतिको काखमा समय बिताउने। हामी मानिसहरूले आफूलाई सिमेन्ट र इट्टाका बन्द पर्खालभित्र थुनेका छौँ, जहाँ केवल हाम्रा आफ्नै विचारहरूको प्रतिध्वनि सुनिन्छ। जब तिमी चार पर्खालभित्र मात्र सीमित हुन्छौ, तब तिम्रा साना चिन्ताहरू पनि विशाल पहाड जस्ता लाग्न थाल्छन्। तर बाहिर निस्केर यो विशाल प्रकृतिलाई हेर त बाबु, के यहाँ कोही पनि वास्तवमै एक्लो छ? केही पनि वास्तवमै एक्लो छ र? यी रुखहरूलाई हेर, यिनीहरू दशकौँदेखि यही मौन उभिएका छन्। के यिनीहरूलाई कहिल्यै म एक्लो भएँ भनेर उदासीनले सताएको होला? के यो बगिरहेको सरोवरको पानीलाई आफ्नो गन्तव्यको चिन्ता होला? प्रकृतिमा कुनै एक्लोपन हुँदैन, त्यहाँ त केवल अस्तित्व हुन्छ। जब तिमी एक्लै प्रकृतिको शरणमा जान्छौ, तब तिमीले एउटा अद्भुत कुरा महसुस गर्छौ। तिमी यो सिङ्गो ब्रह्माण्डको एउटा अविभाज्य अङ्ग हौ। तिमी र यो आकाश, यो माटो र यो हावाबीच कुनै पर्खाल छैन। त्यसैले बाबु, जब तिम्रो मन रित्तोपनले भरिन्छ, तब सहरको कोलाहल छोडेर कतै शान्त जङ्गल, पहाड वा नदीको किनारमा जाऊ। त्यहाँ कुनै उद्देश्य बिना केवल बस, चराहरूको चिरबिर सुन, हावाले पातहरू चलाएको आवाजलाई महसुस गर र जमिनको त्यो ओसिलो सुगन्धलाई आफ्नो श्वासमा भर। जब तिमी यसरी प्रकृतिलाई हेरिरहन्छौ, निहालिरहन्छौ, तब तिम्रो भित्री सङ्कुचित विचारको संसार अचानक फराकिलो हुन थाल्छ। प्रकृतिसँग जोडिनु भनेको आफ्नो जरासँग जोडिनु हो। यसले तिमीलाई यो महसुस गराउँछ कि तिमी यो विशाल जीवनको सङ्गीतको एउटा महत्त्वपूर्ण धुन हौ। जति धेरै तिमी खुल्ला आकाशमुनि समय बिताउँछौ, तिम्रो एक्लोपनको भावना त्यति नै छिटो हराएर जानेछ। प्रकृतिले तिमीलाई कहिल्यै अन्याय गर्दैन। यसले त केवल तिमीलाई आफ्नो काखमा लिन्छ र तिम्रो आत्मालाई शान्तिको लेप लगाइदिन्छ। सरोवरको किनारमा एउटा चराले आफ्नो पखेटा फटफट्याउँछ र नीरवले पहिलोपटक यो महसुस गर्छन् कि उनी वास्तवमा यो सिङ्गो ब्रह्माण्डको एउटा हिस्सा हुन्, एक्लो यात्री होइनन्। गुरु ज्ञानसागरले सरोवरको किनारमा रहेको भिजेको बालुवामा आफ्नै एउटा औँलाले एउटा सुन्दर चक्र बनाउनुभयो। चन्द्रमाको प्रकाशमा त्यो साधारण रेखा कुनै दिव्य कलाकृति जस्तै देखिन थाल्यो। नीरव, पाँचौं सूत्र तिम्रो भित्री शून्यतालाई एउटा अर्थपूर्ण दिने आकारको बारेमा हो, केही सिर्जना गर्ने। तिमीलाई थाहा छ बाबु, एक्लोपन धेरैजसो थुनिएको ऊर्जाको एउटा रूप मात्र हो। जब तिम्रो मनमा भावनाहरू धेरै हुन्छन् तर तिनलाई बाहिर निस्कने कुनै बाटो हुँदैन, तब ती विचारहरू भित्रभित्रै सडिएर एक्लोपनको विष बन्न थाल्छन्। सृजनात्मकता नै त्यो पुल हो जसले तिम्रो भित्री संसारलाई बाहिरी संसारसँग जोडिदिन्छ। जब तिमी केही सिर्जना गर्छौ, तब तिमी अब एक्लोपनको शिकार रहँदैनौ, बरु तिमी आफ्नो भावनाको शिल्पकार बन्छौ। सिर्जना गर्नका लागि तिमी कुनै ठुलो कलाकार वा कवि हुनु पर्दैन। आफ्ना एउटा सानो डायरीमा मनका कुराहरू लेख, एउटा सादा पानामा रङहरू भर, एउटा सानो बिरुवा रोप वा आफ्नै हातले मिठो भोजन तयार गर। जब तिम्रा हातहरू कुनै सृजनात्मक काममा व्यस्त हुन्छन्, तिम्रो मनको त्यो रित्तो खाडल बिस्तारै उद्देश्यको ऊर्जाले भरिन थाल्छ। सिर्जनाले तिम्रो पीडालाई एउटा सुन्दर अभिव्यक्तिमा बदलिदिन्छ। सृजनात्मकता भनेको ध्यानको एउटा सक्रिय रूप पनि हो। जब तिमी केही बनाइरहेका हुन्छौ, तिमी पूर्ण रूपमा वर्तमान क्षणमा हुन्छौ। त्यहाँ न त अतीतको कुनै पछुतो हुन्छ, न त भविष्यको कुनै एक्लोपन नै। तिमीले बनाएको त्यो सानो वस्तुले तिमीलाई भन्छ, मेरो अस्तित्वको पनि केही अर्थ छ।
यसले तिम्रो आत्मविश्वासलाई फेरि जगाउँछ र तिमीलाई केही काम गरेको महसुस गराउँछ। त्यसैले नीरव, जब यो शून्यताले तिमीलाई खान खोज्छ तब शब्द, रङ वा कर्मको सहारा लिग। आफ्ना भावनाहरूलाई बाहिर निस्कन देऊ। जुन दिन तिमीले आफ्नो एक्लोपनलाई एउटा सुन्दर कलामा बदल्न सिक्नेछौ, त्यो दिनदेखि तिमीले कहिले एक्लो महसुस गर्ने छैनौ, किनकि तिम्रा सिर्जनाहरू नै तिम्रा सबैभन्दा प्यारा साथी बन्नेछन्। सरोवरको किनारमा गुरुले बनाउनु भएको त्यो बालुवाको चक्रलाई हावाले सुस्तरी स्पर्श गर्छ र नीरवले आफ्नो भित्र कतै एउटा नयाँ ऊर्जाको लहर चलेको महसुस गर्छन्। गुरु ज्ञान सागरले सरोवरको सतहमा तैरिरहेको एउटा सुकेको पातलाई हेर्नुभयो, जुन पानीको लहरसँगै बिना कुनै गन्तव्य यताउता डुलिरहेको थियो। उहाँको दृष्टिमा एउटा गहिरो चेतावनी र सत्य लुकेको थियो। नीरव, छैठौं सूत्र अलि कठोर लाग्न सक्छ, तर यो तिम्रो मानसिक स्वतन्त्रताको लागि अनिवार्य छ। त्यो हो व्यर्थका सम्बन्धहरू त्याग्ने। नीरव, आजको यो आधुनिक संसारमा मानिसहरू सोच्छन् कि जति धेरै मानिसहरूको भिड भयो, जति धेरै सामाजिक सञ्जालमा साथीहरू भए, त्यति नै कम एक्लोपन हुन्छ। तर यो एउटा भयानक भ्रम हो बाबु। एउटा यस्तो कोठामा बस्नु जहाँ हजारौँ मानिस छन् तर कसैले पनि तिम्रो मनको भाषा बुझ्दैनन् भने त्यो एक्लोपन एउटा खाली कोठाको एक्लोपनभन्दा हजारौँ गुणा बढी पीडादायी हुन्छ। भिडमा हुनेले तिम्रो रित्तोपनलाई भर्दैन, बरु त्यसलाई अझ प्रष्टसँग देखाइदिन्छ। हामी धेरैजसो एक्लो देखिन डराउँछौँ र त्यही डरले गर्दा हामी ती मानिसहरूसँग टाँसिरहन्छौँ जसले हाम्रो ऊर्जा तान्छन्, जसले हामीलाई सधैँ होच्याउँछन् वा जसको साथमा हाम्रो साँचो रूप लुकाउनु पर्ने हुन्छ। यस्ता खोक्रा र सतही सम्बन्धहरूले तिम्रो समय मात्र खेर फाल्दैनन्, तिम्रो मानसिक शान्तिलाई पनि बिस्तारै नष्ट गरिदिन्छन्। तिमी अरूको ध्यान तान्न र प्रशंसा पाउनका लागि जति धेरै दौडिन्छौ, तिमी आफैभित्र त्यति नै धेरै पराई महसुस गर्न थाल्छौ। आजैबाट आफ्नो जीवनको त्यो अनावश्यक कोलाहललाई कम गर। सामाजिक सञ्जालको त्यो झुटो संसारसँग आफ्नो जीवनलाई तुलना गर्न छोडिदेऊ। सयौं नक्कली सम्बन्धहरू पालेर बस्नुभन्दा एउटै तर साँचो सम्बन्धलाई महत्त्व देऊ। र यदि कोही छैन भने आफैसँगको साँचो सम्बन्धमा रमाउनु धेरै उत्तम हुन्छ। जब तिमीले यी व्यर्थका सम्बन्धहरूको भारी बिसाउँछौ, तब मात्र तिम्रो मनमा त्यो वास्तविक शान्तिको लागि ठाउँ बन्नेछ। भिडबाट जोगिनु नै कहिलेकाहीँ आफूलाई भेट्ने सबैभन्दा छोटो बाटो हो। सरोवरको पानीमा तैरिरहेको त्यो पात बिस्तारै अर्को किनारतर्फ लाग्छ र नीरवले महसुस गर्छन् कि उनले पनि आफ्नो मनबाट धेरै अनावश्यक बोझहरू हटाउनु पर्नेछ। गुरु ज्ञान सागरले सरोवरको पानीमा उठिरहेका ती मन्द र लयबद्ध लहरहरूलाई नियाल्दै भन्नुभयो, नीरव, सातौं सूत्र तिम्रो समयको प्रवाहलाई एउटा दिशा दिने बारेमा हो। त्यो हो अनुशासित दिनचर्या। खाली दिमाग शैतानको घर हो भनिन्छ नीरव, र यो गहिरो सत्य हो बाबु। जब तिम्रो हातमा कुनै काम हुँदैन र तिम्रो समय बिना कुनै उद्देश्य बगिरहेको हुन्छ, तब तिम्रो मन नकारात्मक विचार र अनावश्यक चिन्ताको एउटा कारखाना बन्न थाल्छ। एक्लोपन त्यति बेला मात्र बिझाउने र भयानक हुन्छ जब तिमीसँग गर्नका लागि केही हुँदैन। जब तिमी घन्टौँसम्म ओछ्यानमा पल्टिएर छततिर हेर्दै आफ्नो दुःखको हिसाब गर्छौ, तब तिमी आफैले आफ्नो लागि एउटा नर्क निर्माण गरिरहेका हुन्छौ। प्रकृतिको यो अद्भुत लयलाई हेर त। सूर्य निश्चित समयमा उदाउँछ, ऋतुहरू एउटा निश्चित चक्रमा बदलिन्छन् र यी चराचुरुङ्गीहरूको पनि आफ्नै एउटा नियम छ। प्रकृतिमा कतै पनि अराजकता छैन। तर हामी मानिसहरू जब दुखी र एक्लो हुन्छौँ, हामी आफ्नो दिनचर्यालाई सबैभन्दा पहिले भत्ताभुङ्ग पार्छौँ। ढिलो उठ्ने, जति बेला पाए त्यति बेला खाने र आफ्नो शरीर र वातावरणको वास्ता नगर्ने, यसले तिम्रो आत्मसम्मानलाई बिस्तारै मार्दै लैजान्छ। आजैबाट आफ्नो दिनलाई एउटा स्पष्ट ढाँचा देऊ। आफूलाई ससाना तर अर्थपूर्ण कामहरूमा व्यस्त राख। बिहान उठ्ने बित्तिकै आफ्नो ओछ्यान मिलाउनुदेखि लिएर एउटा निश्चित समयमा अध्ययन गर्ने वा व्यायाम गर्ने नियम बनाऊ। जब तिम्रो मन एउटा निश्चित उद्देश्यमा केन्द्रित हुन्छ, तब उसले म एक्लो छु भनेर विलाप गर्ने फुर्सद नै पाउँदैन। अनुशासनले तिम्रो मनलाई व्यस्त राख्छ र अनावश्यक सोचाइबाट बचाउँछ। तर फेरि अनुशासन तिम्रो स्वतन्त्रताको बाधक होइन है नीरव। यो त तिम्रो ऊर्जालाई एउटा सही दिशामा बगाउने नदीको किनार जस्तै हो। जब तिमीले दिनभरि आफ्नो योजना अनुसारका कामहरू सम्पन्न गर्छौ, तब रातको समयमा तिमीलाई रित्तोपनको बोझ होइन,
बरु एउटा सन्तुष्टिको महसुस हुनेछ। व्यस्त रहनु भनेको भाग्नु होइन, यो त आफ्नो समय र अस्तित्वलाई सम्मान गर्नु हो। सरोवरको पानीमा चन्द्रमाको प्रतिबिम्ब अझ स्थिर देखिन्छ र नीरवले महसुस गर्छन् कि एउटा अनुशासित जीवनले उनको मनको अस्तव्यस्ततालाई पनि बिस्तारै शान्त पार्न सक्छ। गुरु ज्ञानसागरले आफ्नो कुटीभित्र रहेको एउटा पुरानो काठको दराजतिर इसारा गर्नुभयो, जहाँ थुप्रै पुराना पाण्डुलिपि र पुस्तकहरू व्यवस्थित रूपमा राखिएका थिए। उहाँको स्वरमा एउटा यस्तो श्रद्धा थियो मानौ उहाँ कुनै जीवित देवताहरूको बारेमा कुरा गरिरहनु भएको छ। नीरव, 8औं सूत्रले तिम्रो यो एक्लोपनको सन्नाटालाई संसारका महान मस्तिष्कहरूको संवादले भरिदिनेछ। त्यो हो पुस्तकहरूबाट ज्ञान लिने। नीरव, तिमी सोच्छौ कि तिमी एक्लै छौ, हो? अह बाबु, तिमी कहिल्यै एक्लो हुन सक्दैनौ जबसम्म तिम्रो साथमा एउटा राम्रो पुस्तक छ। पुस्तकहरू केवल कागजका पाना र मसीका अक्षर मात्र होइनन्, यी त ती महान ऋषि, दार्शनिक र चिन्तकहरूको आत्मा हुन् जो शरीरले नभए पनि आफ्नो विचारले आज पनि जीवित छन्। जब तिमी एउटा पुस्तक खोल्छौ, तिमीले हजारौं वर्षको समयको पर्दालाई हटाएर संसारका सर्वश्रेष्ठ दिमागहरूसँग प्रत्यक्ष कुराकानी सुरु गर्छौ। जब तिमी ओछ्यानमा पल्टिएर आफ्नो दुःखको बारेमा सोच्छौ, तिम्रो विचारको घेरा निकै सानो हुन्छ। तर जब तिमी गीता पढ्छौ, स्टोइसिजमका दर्शनहरू बुझ्छौ वा कुनै महान व्यक्तित्वको जीवनी पढ्छौ, तब तिमीले एउटा नयाँ दृष्टिकोण पाउँछौ। तिमीलाई महसुस हुन्छ कि तिम्रो यो पीडा र यो सङ्घर्ष त संसारका हरेक महान मानिसले भोगिसकेका रहेछन्। यसले तिम्रो मनमा एउटा गाइडेड भएको महसुस गराउँछ, मानौ कोही अनुभवी हातले तिम्रो औँला समातेर अँध्यारो बाटो देखाइरहेको छ। पुस्तकहरू ती साथी हुन् नीरव, जसले कहिल्यै तिमीलाई धोका दिँदैनन्, कहिल्यै तिमीलाई अन्याय गर्दैनन् र जति बेला पनि तिम्रो कुरा सुन्न र तिमीलाई सिकाउन तयार हुन्छन्। एउटा राम्रो पुस्तकले तिम्रो कल्पना शक्तिलाई यति टाढासम्म लैजान्छ कि तिमी यो सानो कोठाको एक्लोपनलाई बिर्सेर ब्रह्माण्डका रहस्यहरूमा हराउन थाल्छौ। ज्ञानले तिम्रो भित्री संसारलाई यति धनी बनाइदिन्छ कि त्यसपछि तिमीलाई बाहिरी भिडको कुनै आवश्यकता नै महसुस हुँदैन। पुस्तकहरूलाई आफ्नो अमर साथी बनाऊ र तिमीले कहिल्यै म एक्लो छु भनेर विलाप गर्नुपर्ने छैन। सरोवरको किनारमा गुरुका शब्दहरू गुन्जिन्छन् र नीरवले महसुस गर्छन् कि ती पुस्तकहरूमा लुकेको ज्ञानले उनको जीवनको अन्धकारलाई उज्यालोमा बदल्न सक्छ। गुरु ज्ञानसागरले अब आफ्ना हातहरू बिस्तारै ज्ञान मुद्रामा राख्नुभयो र एउटा लामो गहिरो सास लिनुभयो। उहाँको अनुहारमा एउटा यस्तो स्थिरता थियो मानौ उहाँ यो भौतिक संसारभन्दा धेरै परको कुनै शान्त लोकमा हुनुहुन्छ। नीरव, 9औं सूत्र तिम्रो यो अशान्त मनलाई शान्तिको केन्द्रमा फर्काउने एउटा दिव्य सेतु हो। त्यो हो ध्यानको अभ्यास। तिमीलाई थाहा छ बाबु, मानिसहरू वास्तवमा एक्लोपनसँग होइन, बरु आफ्नै मनभित्र चल्ने विचारहरूको कोलाहलसँग डराउँछन्। जब बाहिरको आवाज बन्द हुन्छ र तिमी एक्लै बस्छौ, तब तिम्रा पुराना डर, लुकाइएका चोटहरू र भविष्यका चिन्ताहरू ठुलो स्वरले कराउन थाल्छन्। ध्यान भनेको ती विचारहरूबाट भाग्नु होइन, बरु तिनलाई शान्त भएर हेर्नु, बुझ्नु र अन्ततः तिनको प्रभावबाट मुक्त हुनु हो। दिनको केही समय, केवल 15देखि 20 मिनट एउटा शान्त ठाउँमा ढाड सिधा पारेर बस। आँखा चिम्लेर आफ्नो भित्र बगिरहेको श्वासलाई निहाल। तिम्रो मनमा हजारौं विचारहरू आउनेछन्। कोही अतीतका पछुतो होलान्, केही भविष्यका डर। तिनलाई नरोक्नु, तिनलाई नराम्रो नभन्नु, केवल एउटा साक्षी भनेर तिनलाई हेर। त्यसरी नै हेर जसरी आकाशमा बादलहरू आउँछन् र जान्छन्। जब तिमी आफ्ना विचारहरूलाई तटस्थ भएर निहाल्न थाल्छौ, तब तिमीले एउटा गहिरो सत्य बुझ्नेछौ। तिमी ती विचारहरू होइनौ, तिमी त ती विचारहरूलाई हेर्ने अनन्त र शान्त चेतना हौ। ध्यानले तिमीभित्र एउटा यस्तो अभेद केन्द्र निर्माण गर्छ जहाँ सधैँ मौनता र आनन्द हुन्छ। बाहिर संसारमा जतिसुकै ठुलो आँधी चले पनि वा तिम्रो वरिपरि कोही नभए पनि तिम्रो त्यो भित्री शान्ति कहिल्यै भङ्ग हुँदैन। यसले तिम्रो आत्मबोधलाई यति गहिरो बनाउँछ कि तिम्रो एक्लोपनको त्यो कालो छाया बिस्तारै प्रकाशमा परिणत हुन थाल्छ। जब तिमी ध्यानको गहिराइमा पुग्छौ, तिमीले भेट्नेछौ कि तिमी कहिल्यै एक्लो नै थिएनौ। तिमी त यो सिङ्गो ब्रह्माण्डको चेतनासँग जोडिएका छौ। भित्री शान्ति प्राप्त भएपछि
एकान्त तिम्रो लागि संसारको सबैभन्दा ठुलो उपहार बन्नेछ। ध्यान नै त्यो साँचो हो जसले तिम्रो हृदयको बन्द ढोका खोली तिमीलाई स्वयंको अनन्त प्रेमसँग साक्षात्कार गराउँछ। सरोवरको पानी अब पूर्ण रूपमा स्थिर भएको महसुस हुन्छ, तर नीरवले आफ्ना आँखाहरू बन्द गर्दा आफ्नो हृदयको धड्कनमा एउटा नयाँ तर शान्त लय महसुस गर्छन्। गुरु ज्ञान सागरले अब पूर्वको क्षितिजतिर हेर्नुभयो, जहाँ बिहानीको पहिलो मधुरो उज्यालोले आकाशलाई सुन्तला र सुनौलो रङमा रङ्गाउन सुरु गरेको थियो। सरोवरको पानीमा अब एउटा नयाँ जीवन्तता देखिन थालेको थियो। नीरव, अब 10औं र अन्तिम सूत्र, यसले तिम्रो अस्तित्वलाई नै एउटा नयाँ उचाइ दिने बारेमा छ। आफूलाई परिमार्जन गर्ने। मानिसहरू धेरैजसो म किन एक्लो छु वा मलाई किन कसैले वास्ता गर्दैनन् भनेर रोइरहन्छन्। तर एउटा तितो सत्य बुझ बाबु, यदि तिमी आफैलाई मन पराउँदैनौ र आफ्नो सङ्गतमा आफै नै खुसी हुँदैनौ भने अरू मानिसहरू तिमीसँग बस्न किन इच्छुक होलान् र? एक्लोपनलाई एउटा प्रतीक्षा कक्ष मात्र नबनाऊ जहाँ तिमी अरू कोही आउला र तिमीलाई खुसी पार्ला भनेर कुरिरहेका हुन्छौ। यसलाई त एउटा कार्यशाला बनाऊ जहाँ तिमी आफ्नो सबैभन्दा उत्कृष्ट संस्करण तयार गर्छौ। यो एकान्तको समयलाई आफ्नो शरीर, मन र सिप सुधार्नमा लगाऊ। एउटा नयाँ भाषा सिक, आफ्नो स्वास्थ्यमा ध्यान देऊ, आफ्नो बोल्ने शैलीलाई परिष्कृत गर, वा कुनै यस्तो काममा माहिर बन जसले तिम्रो परिचय नै बदलिदियोस्। जब तिमी कुनै कुरामा निपुण बन्छौ, तिम्रो आत्मविश्वास बाहिरी प्रशंसामा होइन, तिम्रो आफ्नै क्षमतामा आधारित हुन्छ। तिमी जति धेरै शक्तिशाली र शान्त बन्दै जान्छौ, तिम्रो व्यक्तित्वमा एउटा यस्तो आकर्षण पैदा हुन्छ कि असल मानिसहरू तिमीतिर आफै आकर्षित हुन थाल्छन्। तर यो प्रक्रियाको सबैभन्दा सुन्दर पक्ष के हो थाहा छ? जब तिमी आफूलाई परिमार्जन गरेर एउटा उचाइमा पुग्छौ, तब तिमीलाई अरूको साथको तिर्खा मेटिसकेको हुन्छ। तिमी एक्लै पनि यति बलियो र पूर्ण हुन्छौ कि तिमीलाई अब कसैले छोड्ला कि भन्ने डर नै रहँदैन। तिमी अब कसैको सहारा खोज्ने भिखारी होइन, बरु अरूलाई उज्यालो बाँड्ने सम्राट बन्छौ। एक्लै बलियो हुनु नै जीवनको सबैभन्दा ठुलो स्वतन्त्रता हो। बिहानीको पहिलो किरण सरोवरको पानीमा ठोक्किएर नीरवको अनुहारमा पर्यो। उनले एउटा लामो र राहतको सास फेरे। उनको मनको त्यो भारी रित्तोपन अब एउटा नयाँ उत्साह र सङ्कल्पले भरिएको थियो। उनले बुझे कि उनी यतिन्जेल जसलाई शत्रु मानिरहेका थिए, त्यो एक्लोपन त वास्तवमा उनलाई महान बनाउन आएको एउटा वरदान रहेछ। नीरवले गुरुको चरण स्पर्श गर्दै भने, गुरुदेव, तपाईँले त मेरो आँखा खोलिदिनु भयो। म अब भिडमा हराउन होइन, बरु एकान्तमा आफूलाई भेट्न जानेछु। म अब आफ्नो सर्वश्रेष्ठ संस्करण तयार गर्नेछु। गुरु मुसुक्क मुस्कुराउनु भयो र आशीर्वाद दिँदै भन्नुभयो, जाऊ नीरव, तिम्रो नयाँ जीवन तिमीलाई पर्खिरहेको छ। र एउटा कुरा सधैँ याद राख, जो मानिस एक्लै खुसी रहन सक्छ, उसलाई यो संसारको कुनै पनि शक्तिले दुखी बनाउन सक्दैन। यसरी यो कथा यही सकिन्छ। नीरव र गुरु ज्ञान सागरको यो कथा यहाँलाई कस्तो लाग्यो? आफ्नो धारणा कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। आजलाई यति नै। म किरण भण्डारी यहाँहरू समक्ष बिदा हुन चाहन्छु। तपाईँको आगामी जीवन सुख, शान्ति, समृद्धिले भरिपूर्ण रहोस्। हवस् त, नमस्कार।